मैले सबैलाई, मेरा सहभागीहरूलाई, मेरा मित्रहरूलाई, मेरा हितैषीहरूलाई मैले भनिराखेको कुरा के हो भने हामीले प्राप्त गरेको जीवन भनेको अति नै सूक्ष्म छ। हामी बाँचिरहेका छौँ। हामी औसत रूपमा कति बाँच्न सक्छौँ? आज हाम्रो जीवनको औसत आयु कति छ? कति चाहिँ लगभग 70 वर्ष पनि पुग्दैन होला। यदि हामी औसत आयुलाई 70 वर्ष मान्यौँ अथवा चाहिँ हामी 77 वर्ष बाँच्छौँ भने पनि हामीले भन्छौँ कि ओहो जीवन त अझै लामो छ भन्ने सम्झिन्छौँ। मसँग अझै समय छ भन्ने सम्झिन्छौँ। जति जति बेला हामीलाई चाहिँ केही नयाँ काम गर्ने विचार आउँछ, जति जति बेला हामीलाई चाहिँ जीवनमाथि लगानी गर्ने बारेमा विचार आउँछ, जति जति बेला हामीले हाम्रो मस्तिष्कमाथि लगानी गर्ने विचार आउँछ, जति जति बेला हामीले आफूलाई चाहिँ एउटा सुन्दर ढङ्गले पेस गर्ने विचार आउँछ, जति जति बेला आफ्नो जीवनलाई सुधार गर्ने विचार आउँछ, अथवा जति जति बेला हामीले केही नयाँ गर्ने विचार गर्छौँ, त्यो बेलामा हामीलाई विचार के आउन सक्छ? ओहो मसँग अझै समय बाँकी छ है, म अझै केही समय पछि गर्नेछु भन्ने। तर हामीसँग समय छ चाहिँ कति बाँकी? जति बेला हामी नयाँ काम गर्ने सोच्छौँ त्यति बेला हामी भनिराखेका हुन्छौँ कि अलि पछि गर्नेछु। तर हामीसँग समय धेरै छैन। हामीले जति बाँच्यौँ यो समयलाई फेरि बाँच्न सक्दैनौँ। हामीसँग जुन समय बाँकी छ त्यो मात्रै हामीले बाँच्न पाउने हो। त्यसैले त्यो बाँकी भएको समयलाई मिनिङफुल बनाउनका लागि, अर्थपूर्ण बनाउनका लागि हामीले एउटा मार्ग प्रशस्त गर्ने आज एउटा जमर्को गरिरहेका छौँ। त्यसैले हामीसँग जुन समय उपलब्ध छ, जुन जीवन उपलब्ध छ, यसलाई चाहिँ हामीले प्राप्त गरेको समयलाई चाहिँ अर्थपूर्णताका साथ बाँच्नु छ, सार्थकताका साथ बाँच्नु छ। किनकि जो समय हामीले गुमायौँ, जति बेला चाहिँ हामी मृत्युको अन्तिम क्षणमा हुनेछौँ, अन्तिम श्वासहरू गनिरहेका हुनेछौँ, त्यो बेलामा हामीभित्र एउटा हीनता, एउटा चित्कार यो उत्पन्न हुन सक्छ, यो गुन्जन उत्पन्न हुन सक्छ कि हो मैले मेरो जीवनलाई जसरी बाँच्न सक्नु पर्थ्यो, मैले मेरो जीवनलाई जसरी बाँच्न चाहन्थेँ त्यसरी बाँच्न सकिनँ भन्ने एउटा चाहिँ के हुन सक्छ हामीभित्र, त्यो पीडाबोध हुन सक्छ, त्यो हीनताबोध हुन सक्छ। तर त्यसको अपोजिटमा, त्यसको इतरमा हामी बाँचिरहेको जीवनप्रति अब कुनै पनि गुनासो नरहेर हामी जीवनको अन्तिम पलबाट अथवा यो जीवनबाट हामी बिदा हुन सकौँ, त्यसका लागि त हामीले जीवनलाई अर्थपूर्ण ढङ्गले बाँचेको हुनु पर्यो। अब मसँग बाँच्नका लागि मैले जति बाँचेँ मेरो जीवन एकदम सुन्दर ढङ्गले बाँचेँ। अब बाँच्नका लागि मसँग कुनै कमी रहेन, त्यस कारणले गर्दा मैले जे बाँचेँ एकदम उत्कृष्ट बाँचेँ भन्न लायकको जीवन हुनु पर्यो। त्यसैले हामी त्यसरी बाँच्न सकौँ, एकदम पूर्ण अर्थपूर्णताका साथ बाँच्न सकौँ, सार्थकताका साथ बाँच्न सकौँ। किनकि हामी जुन जीवन बाँचिरहेका छौँ र जुन जीवन हामी गुमाउने छौँ त्यसका लागि भरपाई गर्ने अथवा गुमेको समयको लागि चाहिँ भरपाई गर्नका लागि हामीसँग कुनै पनि अवसर शेष रहेको छैन। समस्या बुझे समाधान गर्न सकिन्छ, जीवन बुझे जिउन। यसमा जुन हामी जब समस्यालाई बुझ्न सक्छौँ तब त्यसलाई समाधान गर्न सक्छौँ, र त्यस्तै गरेर जब हामी जीवनलाई बुझ्न सक्छौँ तब मात्रै त्यसलाई बाँच्न सक्छौँ, त्यसलाई जिउन सक्छौँ। अब बाँच्ने र जिउने भन्ने कुरा अलिक फरक छ। त्यसैले हामी बाँच्न त बाँचिरहेका छौँ, तर जिउने प्रयास गर्नका लागि चाहिँ हामीले जीवन बुझ्न पर्ने हुन्छ। जस्तो कि योसँग एउटा म पौराणिक प्रसङ्ग जोड्न चाहन्छु। एकजना शिष्य आफ्नो गुरुसँग भन्दैछन्, होइन, एकजना शिष्य आफ्नो गुरुसँग भन्दैछन् कि गुरु, मेरो जीवनमा सधैँ निराशा मात्रै देखियो, मेरो जीवनमा सधैँ समस्याहरू मात्रै प्रतीत भइराखे, मेरो जीवनमा सधैँ दुःख कष्टहरू मात्रै भइराखे, मैले मेरो जीवनमा कहिले शान्ति प्राप्त गर्न सकिनँ, खुसी प्राप्त गर्न सकिनँ, कुनै उत्साह, कुनै उन्माद, कुनै उमङ्ग प्राप्त गर्न सकिनँ। कि यो समस्याको कुनै निराकरण हुन सक्छ? यो समस्याको कुनै समाधान हुन सक्छ? उनी ती निराश शिष्य, ती निराश विद्यार्थी आफ्नो शिक्षकसँग, आफ्नो गुरुसँग सोध्दैछ। त गुरुले भन्नुहुन्छ त्यो बेला, गुरुले आफ्नो शिष्यलाई, जो ती प्रश्न गर्ने शिष्यलाई आफ्नो अन्धकार कुटीभित्र लिएर जानुहुन्छ, जहाँ चकमन्न अन्धकार थियो, अन्धकार सिवाय केही थिएन। अनि गुरुले भन्नुहुन्छ, यो कुटीभित्र काहीँ कतै मेरो कमण्डलु छ, मेरो कमण्डलु छ, त्यो कमण्डलु खोजेर मलाई देऊ। अनि ती शिष्य छामछाम छुमछुम गर्दै ओल्लो कुना पल्लो कुना, ओल्लो छेउ पल्लो छेउ, ओल्लो भित्ता पल्लो भित्ता गर्छन्। त उनले त्यो कमण्डलु भेटाउन सक्दैन, त्यो अन्धकारमा भेटिँदैन। उनी भित्ताहरूसँग ठोकिन्छन्, उनलाई चोट लाग्छ, उनी चोटिलो हुन पुग्छन्। तब उनले आघात भएर भन्छन् कि गुरु, यो अन्धकार अहिलेको लागि मेरो समस्या हो, यो अन्धकारभित्र मैले त्यो हजुरको कमण्डलु चाहिँ भेटाउन सक्दिनँ, पाउन सकिनँ। तब गुरुले भन्छन् त्यसो भए दियालो बालेर खोज न त। अनि शिष्यले दियालो सल्काउँछन् र त्यो दियालोको प्रकाशमा, उज्यालोमा कमण्डलु सजिलै भेटिन्छ। ओ, हाम्रा जीवनका समस्याहरू पनि त्यस्तै हुन्। गुरुले भन्नुहुन्छ कि हाम्रो जीवनका समस्याहरू पनि यो अन्धकार जस्तै हुन्।
जसरी यो अन्धकार अहिले तिमी र कमण्डलु बिचको एउटा समस्या बनिरहेको थियो, त्यस्तै समस्याहरू छन्, तमाम समस्याहरू छन् जो तिमी र तिम्रो जीवन बिचको जीवनको एउटा सन्तुलन हुन्थ्यो, जो त्यो जीवनको खुसीको बिचको शान्तिको बिचको एउटा प्रखाल बनिरहेका छन्, ती तिम्रा जीवनका समस्याहरू। तर त्यसलाई त बुझ्नु पर्यो पहिला, हल गर्नको लागि पहिला बुझ्नु पर्यो। जस्तो कि अहिलेको समस्या अन्धकार हो भन्ने थाहा भइसकेपछि, अन्धकार चाहिँ समस्या हो भने त्यसको जवाफमा, त्यसको चाहिँ समाधानमा त दियालो बालियो भने हाम्रो जीवनका समस्याहरू पनि त्यस्तै हुन्। त कतिपय अवस्थामा चाहिँ हाम्रो दृष्टिकोण पनि कस्तो भइदिएको हुन्छ भने जीवनप्रतिको हाम्रो सन्तुलित दृष्टिकोण हुँदैन, अनुकूल दृष्टिकोण हुँदैन। त हामी कहिलेकाहीँ चेतनात्मक रूपले पनि जीवन बाँच्न केही त्रुटिहरू गरिरहेका हुन्छौँ। चेतनात्मक रूपले पनि हामीले हाम्रो जीवनलाई जिउनका लागि कहीँ कतै गल्ती गरिरहेका हुन्छौँ। त त्योबाट त्यो गल्ती अथवा चाहिँ हामीले जुन चेतनाको अन्धकारभित्र, हामी भावनाको अन्धकारभित्र, विचारको अन्धकारभित्र रुमल्लिएर यदि जीवनलाई सही ढङ्गले बाँच्न सकेका छैनौँ भने त्यहाँ चाहिँ चेतनाको प्रकाश, चेतनालाई चाहिँ प्रकाशित गर्न आवश्यक हुन्छ। त्यहाँ विचारहरूलाई प्रकाशित गर्न आवश्यक हुन्छ। त्यहाँ दृष्टिकोणलाई रूपान्तरण गर्न आवश्यक हुन्छ। त्यसैले यो अभ्यास अथवा हाम्रो हुँदै गरेको 15 दिनको कार्यक्रम भनेको त्यही जीवनप्रतिको दृष्टिकोणलाई प्रकाशित गर्ने कुरा हो, जीवनप्रतिको चेतनालाई प्रकाशित गर्ने अभ्यास हो। अब जीवन के हो? हामीले सुरुवातमा जस्तो कि जिउने कला सिक्नका लागि अथवा जसरी समस्या जीवन बुझ्यो भने मात्र जिउन सकिन्छ भनेर हामीले भन्यौँ, समस्या बुझ्यो भने समाधान गर्न सकिन्छ भने जस्तै जीवन बुझ्यो भने जिउन सकिन्छ भने अब जीवन बुझ्नका लागि चाहिँ हामीले के कुराहरू बुझ्नु पर्यो अथवा जीवनलाई कसरी परिभाषित गर्नु त? खासमा जीवन के भनेको के हो? अ ब्युटिफुल एन्ड डिटरमाइन्ड चान्स टु लिभ। हामीसँग जीवन भनेको एउटा सुन्दर तर सीमित, अनिश्चित एउटा यात्रा हो अथवा चाहिँ त्यो अवसर हो बाँच्नका लागि। हाम्रो जीवन भनेको सुन्दर कुरा हो, किनकि यो प्रकृतिमा, यो अस्तित्वमा, यी अनन्त ब्रह्माण्डहरूमा, यो हाम्रो पहिला कुरा चाहिँ हाम्रो यो धरतीमा, अनि त्यसपछि हाम्रो सौर्यमण्डलमा, त्यसपछि हाम्रो ब्रह्माण्डमा, ग्यालेक्सीमा, त्यसरी त्यसपछि चाहिँ अन्य अन्य ग्यालेक्सीहरूमा, यिनी अनन्त ब्रह्माण्डहरूमा जुन अजीवन छ, जुन चाहिँ अजीवन पदार्थहरू छन्, जुन जड पदार्थहरू छन्, यी अनन्त छन्, असीम छन्। तर त्यसको विकल्पमा हामीले एउटा जीवित प्राणीको रूपमा बाँच्न पाएका छौँ, जीवित चेतनाका रूपमा हामी बाँच्न पाएका छौँ। अझ यो प्रकृतिमा अथवा चाहिँ यही धरतीमा हाम्रा वेदान्तहरूले 84 लाख योनिको वर्णन गरे, अथवा 84 लाख प्राणीहरू, 84 लाख प्रजातिका प्राणीहरू यो पृथ्वीमा छन् भनेर वेदान्तले घोषणा गरे। तर विज्ञानले, ती विज्ञान त्यसमा पनि रोकिँदैन। त विज्ञानले भन्छ कि अझै यहाँ असङ्ख्य, त्यो 84 लाख होइन, यहाँ यति उति लाख होइन, यहाँ अनन्त प्राणीहरू चाहिँ, अनन्त प्रजातिका प्राणीहरूको अस्तित्व छ। तर ती भरि मध्ये पनि यदि हामी मानिस भएर बाँच्न पाएका छौँ भने, किनकि मानिससँग एउटा सुन्दर चेतना छ, मानिससँग सुन्दर भावना छ, सुन्दर आत्मा छ, सुन्दर जीवन पद्धति छ। त यदि हामी मानिस भएर बाँच्न पाएका छौँ भने योभन्दा सुन्दर अवसर अर्को के हुन सक्छ? यो एउटा सुन्दर अवसर हो। त्यसैले जीवन भनेको एउटा सुन्दर कुरा हो। हामी जीवित छौँ। हामी पहिलो कुरा चाहिँ जीवित प्राणीका रूपमा यो संसारमा चाहिँ अस्तित्वमा आएका छौँ, यो ठुलो कुरा हो। त्यसमाथि पनि अझ प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी, जीवन जगतमा सर्वश्रेष्ठ जीवनको रूपमा हामी मानिस भएर जन्मिन पाएका छौँ। यो क्षमता सौभाग्यको कुरा होइन, यो क्षमता महत्त्वपूर्ण कुरा होइन। त हामीले, तर यो के छ भने सीमित छ, यो अनिश्चित छ, यो कति बेला कहाँनिर टुङ्गिन्छ थाहा छैन। हामी अहिले यसरी चाहिँ संवाद गरिरहेका छौँ, कुराकानी गरिरहेका छौँ, म बोलिरहेको छु, यहाँले सुनिराख्नु भएको छ। के थाहा हामी फेरि भेटिँदैनौँ कि? के थाहा केही कदम अगाडि गइसकेपछि हाम्रो कहीँ न कतै हाम्रो अन्तिम कदम पो लेखिएको छ कि सुनिश्चित गरिएको छ कि? के थाहा हामी आज दिनभरि श्वास फेर्दै गर्दा, भोलिसम्म श्वास फेर्दै गर्दाखेरि हाम्रो अन्तिम श्वास पनि आइराखेको छ कि? के थाहा हामी बाँचिरहेको जीवनको टुङ्गो कहाँनिर टुङ्गिन्छ, त्यो त हामीलाई थाहा छैन नि। त्यसैले यो अनिश्चित छ, जीवन अनिश्चित छ, जीवन सीमित छ, तर यो निकै सुन्दर छ। त यो सीमित अवसर जो हो त्यसलाई त हामीले प्रतिफल अथवा चाहिँ उपलब्धिमूलक बनाउनु पर्यो, सुन्दर बनाउनु पर्यो, सार्थक बनाउनु पर्यो। र त्यसका लागि हो आर्ट अफ लिभिङ सिक्नुपर्ने अथवा जिउने कला सिक्नुपर्ने। एन अनफिक्स जर्नी बिट्विन बर्थ एन्ड डेथ। हाम्रो जीवनका दुईटा सुनिश्चित कुराहरू भनेको के हुन्? एउटा जन्म थियो, जन्म चाहिँ जो जे हो त्यो भइ नै सक्यो,
र अब अर्को हामीसँग सुनिश्चित कुरा चाहिँ के छ हुनुपर्ने निश्चित नै, जो 100% हुन्छ, जो चाहिँ टर्दै टर्दैन, बदलिँदै बदलिँदैन, त्यो कुरा चाहिँ डेथ हो, मृत्यु हो। अब त्यो बिचको चाहिँ अनफिक्स्ड जर्नी हो, एउटा जन्मबाट मृत्युसम्मको एउटा यात्रा चाहिँ जीवन हो। अथवा जीवनलाई विभिन्न तरिकाले परिभाषित गर्नुहुन्छ हरेक विद्वानहरूले, हरेक विज्ञहरूले, हरेक दार्शनिकहरूले। त हामी के भन्छौँ भने जीवन भनेको जन्मदेखि मृत्युसम्मको एउटा यात्रा हो। तर यो यात्रा पनि कस्तो छ, अनिश्चित छ। थाहा छैन त हामी कति किलोमिटर हिँड्ने, यो यात्रा त गरिरहेका छौँ, हामी कति किलोमिटरको यात्रा गर्दैछौँ, कति माइलको यात्रा गर्दैछौँ, कति कोसको यात्रा गर्दैछौँ, थाहा छैन। हामी कति कदम हिँड्दैछौँ। हामी यो जीवनलाई यदि यात्राको रूपमा लिने हो भने हामी कति कदमको यात्रा गर्दैछौँ, कति दिनको यात्रा गर्दैछौँ, कति घन्टाको यात्रा गर्दैछौँ यो संसारमा। यो संसार रूपी, अथवा चाहिँ यो संसार एउटा चाहिँ के हो, धावन मार्ग हो। यो संसार एउटा चाहिँ रनिङ ट्र्याक हो। त यो रनिङ ट्र्याकमा हामी कति घन्टासम्म हामी दौडिँदैछौँ। हामी वर्षौँ वर्ष, हामी 70 75 80 100 वर्ष बाँच्यौँ भने पनि त्यहाँ चाहिँ ती प्रत्येक वर्षहरूलाई हामीले घन्टामा कन्भर्ट गर्न सक्छौँ। त हामी बाँच्ने घन्टा नै हो। अझ ती घन्टालाई पनि हामी मिनेटमा कन्भर्ट गर्न सक्छौँ, अझ ती मिनेटलाई पनि सेकेन्डमा कन्भर्ट गर्न सक्छौँ, र ती सेकेन्डलाई पनि अझ न्यानो सेकेन्ड पलमा कन्भर्ट गर्न सक्छौँ। आखिर हामी बाँचिरहेको सबभन्दा सानो र सबभन्दा सार्थक इकाइ भनेकै पल हो, अथवा चाहिँ न्यानो सेकेन्ड हो, अथवा सेकेन्ड हो। जो अहिलेको पल हो यो मात्रै हाम्रो सार्थक हो, यो मात्रै हाम्रो सार्थक हो। हामी बाँचिरहेको सबभन्दा सुन्दर र सबभन्दा सूक्ष्म इकाइ भनेकै पल हो। हामी त अति छोटो बाँचिरहेका छौँ। त तर अब हामी कहाँनिर मर्ने, कहाँनिर टुङ्गिने, हाम्रो जीवन कहाँनिर टुङ्गिन्छ, हाम्रो बाटो कहाँनिर भत्किन्छ, हाम्रो कुन पाइलाले रसातलमा पुर्याउँछ, कुन पाइलाले हामीलाई मृत्युसम्म पुर्याउँछ, कुन पाइलाले यो संसारबाट विदा गराउँछ, त्यसको हामीलाई कुनै पनि फिक्स्ड छैन। त्यसको हाम्रो, हामी यो संसारबाट बिदा हुन्छौँ नै हुन्छौँ, त्यो चाहिँ पक्का हो, त्यो फिक्स हो। तर कति बेला बिदा हुन्छौँ त्यो त फिक्स छैन। त्यसैले यो भनेको के हो, अनफिक्स्ड जर्नी हो, जुन चाहिँ जन्म र मृत्यु बिचको एउटा अनिश्चित यात्रा नै के हो त भन्दाखेरि जीवन हो। अर्को चाहिँ अ फ्रेगमेन्ट अफ द कस्मिक एनर्जी, हाम्रो यो जुन ब्रह्माण्डीय ऊर्जा हो त्यसको अंश, अथवा चाहिँ त्यसको गुणको, त्यसको यो जुन ब्रह्माण्डीय असीम ब्रह्माण्डको एउटा ऊर्जा हो, त्यसैको एक स्वरूप, एक अंश नै जीवन हो। हामी यसरी पनि हेर्न सक्छौँ। किनकि जुन पद्धतिबाट ब्रह्माण्ड सञ्चालित छ, जुन पद्धतिबाट यो अस्तित्व सञ्चालित छ, जुन पदार्थबाट यो ब्रह्माण्ड यो अस्तित्व सञ्चालित छ, त्यही पदार्थबाट, त्यही पद्धतिबाट, त्यही प्रकृतिबाट, त्यही सिस्टमबाट, त्यही ऊर्जाबाट हाम्रो जीवन पनि सञ्चालित छ भने यो भनेको के हो त भन्दा यो अनन्त ब्रह्माण्डको अनन्त अस्तित्वको एउटा गुण, अथवा एउटा अंश जीवन हो। अर्को अर्थमा के पनि भन्न सक्छौँ त भने जीवन भनेको असीमित भोगको सीमित अवसर नै जीवन हो। हामीलाई यो संसारमा आइसकेपछि हामी कति भोग्ने, कति चाहिँ उपयोग गर्ने, कति रमाइलो गर्ने, कति हाँस्ने, कति रुने, त्यसको कुनै हामीसँग निर्दिष्ट गरिएको सीमा छैन। हामी जति पनि भोग्न सक्छौँ, हामीले कति भोग्ने भन्ने कुरा चाहिँ छैन। यहाँ हामीले असीम रूपमा चाहिँ भोग्न पाउँछौँ यदि हाम्रो योग्यता छ, हाम्रो ल्याकत छ, हाम्रो ताकत छ भने हामी बिल गेट्स पनि बन्न सक्छौँ। हामी हामी के भन्छ नि, हाम्रो चाहिँ यो फेसबुकको संस्थापक जुकरबर्ग, मार्क जुकरबर्ग, त्यो पनि बन्न सक्छौँ। अथवा चाहिँ हाम्रो एलन मस्क जस्तो पनि बन्न सक्छौँ, जो असीम सम्भावना, असीम सम्पत्तिले भरिपूर्ण भएको होस्। त हामी कति कमाउने, कति भोग्ने भन्ने कुराको पनि सीमा छैन। तर बाँच्ने भनेको सीमा छ। हामी कति समय बाँच्ने त्यो चाहिँ सीमा छ। तर जुन सीमा चाहिँ हामीलाई थाहा छैन। त्यसले असीम भोगका निम्ति प्राप्त गरेको एउटा सीमित अवसर नै जीवन हो। त्यसैले आज हामी जीवित छौँ, अझै हामी, आज हामी यङ छौँ, आज हामी चाहिँ तन्नेरी छौँ, जवान छौँ, आज हामी किशोर छौँ, आज हामी बालक छौँ, आज भर्खरै त हामी प्रौढ हुँदैछौँ, भर्खरै त हामी 20 वर्ष लाग्यौँ, भर्खरै त हामी 25 वर्ष पुग्यौँ, भर्खरै 30, भर्खरै 40मा त छौँ, अझै जिन्दगी धेरै लामो छ। यो होइन, हाम्रो जीवन कहाँनिर सकिन्छ, कहाँनिर समाप्त हुन्छ, कहाँनिर कुन कदम, कुन पल, कुन सेकेन्ड हाम्रो जीवनको अन्तिम हुन्छ, त्यसको कुनै तय गरिएको छैन। एक दिन अन्तिम हुन्छ, त्यो चाहिँ सत्य हो। तर कति बेला अन्त्य हुन्छ त्यसको कुनै किटानी छैन, त्यसको कुनै जाहेरी छैन। त्यस कारणले गर्दा
जीवन भनेको असीमित भोगको निम्ति प्राप्त गरेको हामीले सीमित अवसर मात्रै हो। ओल्ड ह्याप्पिनेस रिपोर्टले एउटा चाहिँ के अरे ओल्ड ह्याप्पिनेस रिपोर्टको अनुसार चाहिँ एउटा छ होइन अनुसन्धान छ। उसले चाहिँ करिब करिब 140 देशहरूमा गरेको अनुसन्धान सर्वेक्षण अनुसार मानिसको खुसीको स्तर भनेको 50 देखि 60% रहेको छ भन्छ। त्यो ओल्ड ह्याप्पिनेस रिपोर्टले विश्वका 140 भन्दा बढी देशहरूमा गरेको सर्वेक्षण अनुसार मानिसको खुसीको स्तर भनेको 50 देखि 60% छ। त्यसो भए अझै पनि 40 देखि 50% त बेखुसी नै छन्। अथवा हामी जति 100% खुसी हुन सक्थ्यौँ, हामी जति खुसी हुन सक्थ्यौँ त्यसको तुलनामा हामी 50 देखि 60% मात्रै खुसी भइरहेका छौँ त। हामीले खुसीको अनुभूति, हामीले खुसीको अभिव्यक्ति, हामीले जीवनको सार्थकता, जीवनको अर्थपूर्णता, जीवनको मिठास भनेको केवल 40 देखि 50 अथवा 50 देखि 60% मात्रै महसुस गरिरहेका छौँ। त बाँकी बाँच्न सक्ने हाम्रो सम्भावना, बाँकी जीवनलाई बोध गर्न सक्ने हाम्रो सम्भावना, जीवनलाई मिठासताका साथ, पूर्णताका साथ, सन्तुष्टिका साथ, सन्तुलनका साथ बाँच्न सक्ने हाम्रो सम्भावना हो, त्यो अझै 40-50% चाहिँ हामीले गुमाएका छौँ, हराएका छौँ, हामीले जो प्राप्त गरेका छैन। अथवा यसलाई अर्को हिसाबले पनि हेर्न सकिन्छ कि प्रत्येक 100 जना मध्ये, संसारका प्रत्येक 100 जना मध्ये 50 देखि 60% मानिसहरू मात्रै, 50 देखि 60 जना मानिसहरू मात्रै खुसी छन्। बाँकी 40 देखि 50% त छैन, उनीहरूसँग खुसी छैन, उनीहरूसँग शान्ति छैन, उनीहरूसँग सार्थकता छैन, उनीहरूसँग जीवनको मिठास छैन। त्यसैले यहाँबाट हामीले के बुझ्न सक्छौँ त भन्दा यसलाई चाहिँ हामीले दुई ढङ्गले बुझ्छौँ। एक ढङ्गले चाहिँ के त, हामी हाम्रो जीवनलाई 100% खुसी बनाउन सक्ने ठाउँमा चाहिँ हामीले 50 देखि 60% मात्रै खुसी बनाइरहेका छौँ। अब अर्को ढङ्गले के बुझ्न सक्छौँ त भन्दा संसारका प्रत्येक 100 जना मानिसमध्ये 50 देखि 60 जना मात्रै खुसी छन्। बाँकी 40 देखि 50 जना मानिसहरू चाहिँ खुसी हुन सकेका छैनन्, सार्थकताको महसुस गर्न सकेका छैनन्। यो वर्ल्ड ह्याप्पिनेस रिपोर्टका अनुसार हो। अनि त्यस्तै अर्को छ, अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट, ओइसिडी को अनुसार 60 देखि 69% मानिसहरूले मात्र जीवनको अर्थपूर्णता महसुस गर्छन्। अब यो एउटा अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट भन्ने एउटा चाहिँ संस्था हो अथवा एजेन्सी हो अथवा चाहिँ यो कुनै के हो अभियान हो। यसका अनुसार चाहिँ 60 देखि 69% मानिसहरूले मात्र जीवनको अर्थपूर्णता महसुस गर्छ। त्यसो भए 40 देखि 29, 30, 40 देखि 31% मानिसहरू त उनीहरूको जीवन चाहिँ अर्थपूर्ण भएको महसुस गर्दैन। उनीहरू त्यसका अनुसार चाहिँ उनीहरूको जीवनको अर्थपूर्णता उनीहरूले महसुस गर्दैन। त्यसो भए हाम्रो जीवन जति मिनिङफुल हुन पर्थ्यो नि, जति सार्थक हुनु पर्थ्यो नि, जति अर्थपूर्ण हुनु पर्थ्यो नि, जति सुन्दर हुनु पर्थ्यो नि, त्यसको करिब 60 देखि 69% मात्रै हाम्रो हातमा छ, हामीले पाएका छौँ। बाँकी 40 देखि 31% चाहिँ छैन भने त हामीले बाँच्न सक्ने जति थियो, जसरी चाहिँ हामीले यो पूर्ण सुन्दरताका साथ जीवन बाँच्न सक्थ्यौँ, त्यो त हामीले प्राप्त गरेका छैनौँ, त्यो त हामीले हासिल गरेका छैनौँ, त्यो चाहिँ हामीले हाम्रो नियन्त्रणमा लिएका छैनौँ। त्यसैले हो त्यही कुराहरू प्राप्त गर्न अथवा चाहिँ सम्पूर्ण 100 जना मान्छे, प्रत्येक 100 जना मान्छे मध्ये 60 देखि 69 जना मानिसहरूले चाहिँ जीवनको अर्थपूर्णता महसुस गर्छन्। तर बाँकीहरू शेषहरू चाहिँ जीवनलाई निरर्थकताको महसुस गर्छन्। जीवन कस्तो खराब छ, यो जीवन त हामीले पाएको एउटा चाहिँ कष्ट सहन पाएको, यो हामीले यातना भोग्न पाएको, हामीले सजाय भोग्न पाएको एउटा कस्टडी जस्तो मात्रै हो, जेल जस्तो मात्रै हो भन्ने पनि थुप्रैका अभिव्यक्तिहरू हुन्छन्। होइन हो म त मानिसको रूपमा जन्मिन पाएँ, मैले यति सुन्दर जीवन पाएँ, यो सुन्दर यो जीवन चाहिँ धन्यको जीवन हो, यो अवसर धन्यको भन्ने मानिसहरू कमै भेटिन सक्छ। तर होइन, जीवन रहन्जेलसम्म दुःखै दुःख छ, जीवन रहन्जेलसम्म अभावै अभाव छ, जीवन रहन्जेलसम्म असन्तुष्टि मात्रै छ, अशान्ति मात्रै छ, जीवन रहन्जेलसम्म पीडा मात्रै छ, जीवन रहन्जेलसम्म त्यो के भन्छ झिकझिक मचमच मात्रै छ, जीवन रहन्जेलसम्म अशान्ति असन्तुलन असन्तुष्टि मात्रै छ भन्नेहरूको कमी छैन। त्यसैले अब हामीले जीवनको जुन 40 देखि 50%को जुन हाम्रो खुसीको स्तर हो, त्यसलाई चाहिँ परिपूर्ति गर्नका लागि, त्यसलाई चाहिँ सार्थक बनाउनका लागि, हासिल गर्नका लागि हामीले जिउने कला सिक्न आवश्यक छ। ल जिउने कला भनेको के त, आर्ट अफ लिभिङ भनेको के, ल हाम्रो आर्ट अफ लिभिङ भनेको के, जीवन
भनेको के हो भन्ने सम्बन्धमा चाहिँ हामीले यहाँसम्म चर्चा गऱ्यौँ, थोडा बहुत चर्चा गऱ्यौँ। अब जिउने कला भनेको के हो त? किन यदि हामीले जीवनलाई बुझ्यौँ भने बल्ल चाहिँ हामी जिउन सक्छौँ भनिएको छ। र जीवन बुझ्ने पुराको पुरा यात्रा भनेको 15 दिनको कार्यक्रम नै हो। यहाँबाट यो छोटो अभिमुखीकरण कार्यक्रम भनेको त्यसको रूपरेखा मात्रै हो। हामीसँग यो कार्यक्रमहरू छ भन्ने मात्रै हो। यो कुराहरू सिकाइ हुनेछ भन्ने कुरा मात्रै हो। त्यसैले यसमा पुरा एक्सपेक्टेसन चाहिँ क्या प्रतिफलमूलक नहोला। आर्ट अफ लिभिङ विथ फुल अफ ह्याप्पिनेस। जिउने कला भनेको के हो त भने जिउने कला भनेको जीवनलाई पूर्ण खुसियालीका साथ जिउनु हो। जिउने कला भनेको हामीले पाएको जीवनलाई पूर्ण खुसीका साथ, खुसीपूर्णताका साथ बाँच्ने कला चाहिँ आर्ट अफ लिभिङ हो। हामी बाँचिरहेका छौँ, हामीले यो जीवन प्राप्त गरेका छौँ, हामी संसारमा छौँ, हामी मानवताको रूपमा छौँ, मानवका रूपमा छौँ। तर सधैँ मनमा चाहिँ कुनै न कुनै किसिमका टेन्सन, स्ट्रेस, एन्जाइटीका पोकाहरू बोकेर हामी हिँडिरहेका हुन्छौँ। असन्तुष्टिका पोकाहरू, असन्तुष्टिका माला भिरेर हामी हिँडिरहेका हुन्छौँ। हामी पीडाका आभूषणहरू पहिरेर हिँडिरहेका हुन्छौँ। हाम्रो जीवनशैलीमा, हाम्रा अभिव्यक्तिहरूमा, हाम्रा चाहिँ भावभङ्गीमा, हाम्रो मानसिकतामा, हाम्रो मनमा हामी जीवनको अर्थपूर्णता, सार्थकतालाई महसुस गर्न सकिराखेका हुँदैनौँ। हामी खुसीपूर्णताका साथ बाँच्न सकिराखेका हुँदैनौँ। हामीसँग चाहे केही हुँदै नहोस् अथवा चाहिँ सब थोक होस्, सर्वस्व होस्, तर यी दुवै स्थितिमा जीवनलाई हामीले सार्थकताको महसुस गर्न सकिराखेका हुँदैनौँ। केही भएर पनि हामीले महसुस गर्न सक्दैनौँ। केही नभए त झन् गर्दैनौँ नै गर्दैनौँ। त हामीले त्यो जीवनलाई जुन हामीले प्राप्त गरेका छौँ, जुन जीवनप्रतिको हाम्रो गुनासा बाहेक अरू केही पनि छैन, जुन जीवनप्रतिको हाम्रो असन्तुष्टि, असन्तुलन, असामञ्जस्यता बाहेक केही पनि छैन, हो ती असामञ्जस्यताहरू, असन्तुलनलाई, असन्तुष्टिलाई हामीले व्यवस्थापन गर्दै हटाउँदै तिनीहरूको सफाइ गर्दै हामीले जीवनलाई पूर्ण खुसीका साथ बाँच्ने कला नै आर्ट अफ लिभिङ हो। अथवा चाहिँ त्यो बाँच्न सिक्नु, खुसियालीका साथ बाँच्न सिक्ने कला नै आर्ट अफ लिभिङ हो। त्यस्तै आर्ट अफ इन्हान्सिङ द भ्यालु अफ लाइफ, हाम्रो जीवनको मूल्यलाई अभिवृद्धि गर्ने कला। हामी जुन मूल्यका साथ बाँचिरहेका छौँ, हामीले आफ्नो जीवनलाई जुन महत्त्व दिएका छौँ, आफ्नो व्यक्तित्वलाई जुन महत्त्व दिएका छौँ, आफ्नो चेतनालाई, आफ्नो उपस्थितिलाई जुन महत्त्व दिएका छौँ, अथवा अहिले चाहिँ कुल मिलाएर हाम्रो जीवनको जुन एउटा स्तर छ, जुन एउटा चाहिँ यो ऱ्याङ्किङ छ, त्यो भन्दा त्यसको त्यो ऱ्याङ्किङलाई, त्यो स्तरलाई, त्यो भ्यालुलाई त्यो चाहिँ डेभलप गर्दै जाने, ग्रोथ गर्दै जाने एउटा कला भनेको आर्ट अफ लिभिङ हो। हामीले जुन तरिकाले बाँचिरहेका छौँ, यो बाँच्ने कलालाई चाहिँ परिवर्तित गर्दै जाने, गुणस्तरीय बनाउँदै जाने। जुन स्तरमा हामी जीवन बाँचिरहेका छौँ, जुन पद्धतिमा हामी बाँचिरहेका छौँ, जुन स्थितिमा हामी बाँचिरहेका छौँ, यो बाँचाइको स्थितिलाई सार्थक बनाउँदै जाने, मूल्यवान बनाउँदै जाने, हाम्रो जीवनको भ्यालुको जुन ऱ्याङ्किङ हो त्यो चाहिँ माथितिर ग्रोथ गर्दै लैजाने एउटा पद्धति, एउटा कला भनेको आर्ट अफ लिभिङ हो। यदि हामी हिजोभन्दा आज र आजभन्दा भोलि फरक हुन सकेनौँ, गुणस्तरीय हुन सकेनौँ, हिजोभन्दा आज र आजभन्दा भोलि यदि हामीले आफूलाई अपडेट गर्न सकेनौँ, अपग्रेड गर्न सकेनौँ, आफ्नो चेतनालाई, आफ्नो भावनालाई, आफ्नो जीवनलाई, आफ्नो जीवन पद्धतिलाई, आफ्नो बाँचाइको शैलीलाई यदि हामीले उत्कृष्ट बनाउन सकेनौँ भने हामी बाँचेको जीवन चाहिँ सार्थक हुन सक्दैन। हामी किनकि प्राकृतिक रूपमा चाहिँ हामी अघि भर्खरै हामीले भन्यो जीवन भनेको अस्तित्वको, ब्रह्माण्डको ऊर्जाको एउटा अंश हो। अब ब्रह्माण्डको ऊर्जा चाहिँ रूपान्तरणकारी छ, ब्रह्माण्डको ऊर्जा चाहिँ परिवर्तनशील छ, ब्रह्माण्डको ऊर्जा प्रगतिशील छ। त त्यो ऊर्जाबाट चलिराखेको, बाँचिराखेको, जिइराखेको हाम्रो जीवन भनेको पनि त्यो ऊर्जाको अनुकूलमा हुनुपर्ने हो। त्यसरी नै जीवन भनेको पनि प्रगतिशील हुँदै जाने हो, परिवर्तनशील हुँदै जाने हो। जीवन भनेको पनि उन्नत हुँदै जाने हो, गुणस्तरीय हुँदै जाने हो, समुन्नत हुँदै जाने हो। त्यसैले हिजो हामीले जुन तरिकाले सोच्थ्यौँ नि, 10 वर्ष पहिले हामी जुन तरिकाले सोच्थ्यौँ नि, आज त्यो सोचाइप्रतिको हाम्रो यदि विकास भएको छैन भने, हिजोभन्दा आज हामी फरक हुन सकेका छैनौँ र आजभन्दा भोलि हामी फरक हुन सक्दैनौँ भने त्यो जीवनप्रतिको बाचाइ चाहिँ हाम्रो असफल बाचाइ हो। हामी मानवताको रूपमा असफल मानिस हुन्छौँ। त्यस कारणले गर्दा आफ्नो जीवनको भ्यालुलाई के गर्दै जाने, ग्रोथ गर्दै जाने, डेभलप गर्दै जाने, इन्हान्सिङ गर्दै जाने कला नै आर्ट अफ लिभिङ हो। अनि आर्ट अफ मेकिङ मिनिङफुल लाइफ, यो जीवनलाई अर्थपूर्ण बनाउने। हामीसँग जीवन त छ, यसको यदि अर्थ छैन, सार्थकता छैन भने, हामी बाँचिरहेको कुनै अर्थ छैन, सार्थकता छैन भने यो जीवन खासै सुन्दर हुँदैन, प्रतिफलमूलक हुँदैन, उपलब्धिमूलक हुँदैन। त्यसैले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउने एउटा कला भनेको आर्ट अफ लिभिङ हो। हामीले आर्ट अफ लिभिङको बारेमा
यति चर्चा गऱ्यौँ, यो एकदम छोटोमा हामीले चर्चा गरेका छौँ। योभन्दा लामो जानकारी, योभन्दा लामो, योभन्दा गहिरो जानकारीका लागि, गहिरो अनुभूतिका लागि चाहिँ हामीले पुरा 15 दिनको अभ्यास गर्न आवश्यक छ। अब जिउने कला चाहिँ केका लागि त, हामीले आर्ट अफ लिभिङ केका लागि सिक्ने, सिके के, नसिके के, सिके के फाइदा, नसिके के हानि, हामीले यसलाई सिक्न त सिक्ने आर्ट अफ लिभिङ। मैले यहाँहरूलाई आह्वान गरिरहेको छु कि हाम्रो भोलिदेखि सञ्चालन हुने कार्यक्रममा जोडिनुहोस् है। यो चाहिँ धेरै उपलब्धिमूलक छ, यो फाइदाजनक छ। यहाँबाट चाहिँ यहाँहरूले धेरै राम्रो कुराहरू सिक्न पाउनुहुनेछ, आफ्नो जीवनलाई इम्प्रुभ गर्न पाउनुहुनेछ, इम्प्रुभ गर्न सिक्नुहुनेछ, आफ्नो मनलाई, आफ्नो चेतनालाई रूपान्तरित गर्न पाउनुहुनेछ, जीवन दृष्टि बदल्न सक्नुहुनेछ, जीवनप्रतिको दृष्टिकोण, घटनाप्रतिको दृष्टिकोण बदल्ने एउटा आइडिया सिक्नुहुनेछ भनेर त मैले भनिराखेकै छु। यो कार्यक्रम त्यसैका लागि हो। त त्यो सिक्यो भने चाहिँ के हुन्छ र सिकेन भने के हुन्छ, अथवा त्यो सिक्यो भने त्यसको फाइदा चाहिँ के हुन्छ भन्ने बारेमा हामीले जान्नु पर्यो। यदि त्यो फाइदा, यो सिक्यो भने चाहिँ यो फाइदा हुन्छ मेरो लागि, यो कुरामा चाहिँ सुधार हुन्छ, राम्रो हुन्छ भन्ने भएन, त्यसको लागि कुनै फिक्स्ड भएन, त्यसको लागि चाहिँ कुनै निर्दिष्ट भएन, निर्देश के अरे त्यसको लागि चाहिँ कुनै पक्का पक्की भएन भने त सिक्नुको पनि कुनै अर्थ छैन। त्यसैले जिउनेका लागि केका लागि त टु लिभ विथ अवेरनेस, हामी जीवनलाई जागरणका साथ बाँच्न, सजगताका साथ बाँच्नका लागि चाहिँ हामीले आर्ट अफ लिभिङ सिक्न जरुरी छ। हामी बाँचिरहेको जीवन चाहिँ, जीवनसँग हामी सजग छैनौँ होला भन्दा पनि हामी सजगताका साथ बाँचिरहेका छैनौँ। किनकि हामी किन सजगताका साथ बाँचिरहेका छैनौँ? हामी सधैँ स्रोतका पछि दौडिन्छौँ, हामी सधैँ सम्मानका पछि दौडिन्छौँ, हामी सधैँ कुनै जो हामीले जित्ने कुराहरू जो छ हामी जितका पछि दौडिन्छौँ, हामी प्राप्तिका पछि दौडिन्छौँ। अनि त्यो एउटा चाहिँ नसा बनेर, हाम्रो स्वभाव बनेर हाम्रो माइन्डमा बसेको छ, हाम्रो इमोसनमा बसेको छ। त अब हाम्रो आँखामा पट्टी चाहिँ कस्तो भइदियो भने पैसाको पट्टी छ, होइन, विचारका पट्टीहरू छन्, हामीसँग दर्शनका पट्टीहरू छन्, हामीसँग सिद्धान्तका पट्टीहरू छन्, हामीसँग शास्त्रका पट्टीहरू छन्। त यी सबै कुराहरूले हामीलाई हाम्रो जीवन दृष्टिलाई चाहिँ उज्जवल हुन दिएन। जीवनप्रतिको हाम्रो जुन हेराइ हुन्थ्यो त्यसलाई चाहिँ सुन्दर हुन दिएन, त्यसलाई चाहिँ निष्कलङ्क, निष्कपट, निश्चल हुन दिएन। यस कारणले गर्दा हामी एक हिसाबले चाहिँ कसरी बाँचिरहेका छौँ भने स्वप्न जसरी बाँचिरहेका छौँ, हामी सपनामा बाँचे जस्तो, बेहोसीमा बाँचे जसरी बाँचिरहेका छौँ। हामीसँग अहिले के भइराखेको छ त्यसको हामीलाई ज्ञान छैन। हामी अतीतसँग, अतीतमा के भएको थियो, के भएको थियो, के इतिहासमा के भएको थियो, ठुला ठुला घटनाहरू केही भयो कि, सानातिना घटना केही भयो कि, हामीले इतिहासमा केही कमाएको कुरा गुमायो कि, कसैलाई गुमाएको, कुनै सम्बन्ध गुमायो, सम्पदा गुमायो, होइन, कुनै अवसर गुमायौँ, हामी या त त्योसँग टाँसिएर बसिरहेका छौँ। हामी त्यसको खेद, त्यसको अफसोच हामीभित्र बाँचिरहेको छ। अथवा चाहिँ हामी भोलि गएर के बन्ने, कति कमाउने, कहाँबाट कमाउने, के गर्ने, कसरी बाँच्ने, या त हामी त्यहाँ गई दौडिरहेका छौँ, हाम्रो चेतना त्यहाँ दौडिराखेको छ। त अहिले जो हामीसँग यथार्थ जीवन हो, वास्तविक जीवन हो, त्यसको स्वाद, त्यसको वास्तविकता, त्यसको रङ्ग, त्यसको सुगन्ध हामीलाई थाहा छैन। त्यसैले हामी बेहोसीमा बाँचिरहेका छौँ, हामी बेहोस अवस्थामा बाँचिरहेका छौँ। त्यसैले जीवनप्रति होसपूर्ण हुनका लागि हामीले आर्ट अफ लिभिङ सिक्न जरुरी छ। जब हामी जीवनप्रति होसपूर्ण भएर बाँच्न सक्छौँ, वर्तमानमा बाँच्न सक्छौँ, तब मात्रै जीवन अर्थपूर्ण, सार्थक हुन सक्छ। टु लिभ विथ एक्सेप्टेन्स, हामीले स्वीकृतिमा बाँच्ने कला सिक्नका लागि पनि हामीले आर्ट अफ लिभिङ सिक्न जरुरी छ। हामी जीवनमा दुःखी हुन्छौँ त के कारणले गर्दा? जुन कुरालाई चाहिँ हामीले स्वीकार गर्न सकिरहेका छौँ, कुनै घटनालाई स्वीकार गर्न सकेका छैनौँ, कुनै स्वभावलाई स्वीकार गर्न सकेका छैनौँ, कसैका हेबिटहरूलाई स्वीकार गर्न सकेका छैनौँ, कसैका बानी पद्धतिहरूलाई स्वीकार गर्न सकेका छैनौँ, लफडा के को कारणले गर्दा भइरहेको छ, द्वन्द्व के को कारणले गर्दा भइरहेको छ, अशान्ति के को कारणले गर्दा भइरहेको छ, जीवनमा दुःख के को कारणले गर्दा भइरहेको छ। यो सबै कुरा हो कि ती कुराहरू जसलाई चाहिँ हामीले एक्सेप्ट गर्न सक्दैनौँ, जो हाम्रोसँग घटित भइराखेका छन्, जो हाम्रा वरिपरि उपस्थित छन्, जो हामीसँग जोडिएका छन्। त ती कुराहरूलाई हामीले स्वीकार गर्न नसकेको कारणले गर्दा हामी के हुन्छौँ? हामी सधैँ द्वन्द्वमा फसिरहन्छौँ, हामी अशान्तिमा फसिरहन्छौँ, हामी असन्तुलनको स्थितिमा बाँचिरहन्छौँ। त्यसको कारणले गर्दा हाम्रो जीवन पनि धुमिल धुमिल भयो, सुन्दर हुन सकेन, अकिञ्चन हुन सकेन, पवित्र हुन सकेन। त त्यो पवित्र, त्यो अकिञ्चन, त्यो सुन्दर जीवन बाँच्नका लागि हामीले जुन घटनाहरू हामीसँग जोडिन्छन्, जुन पद्धतिहरू हामीसँग जोडिन्छन्, जुन पदार्थहरू, जुन स्वभावहरू, जुन चेतनाहरू हामीसँग जोडिन्छन्, त्यो प्रत्येकलाई, त्यो चाहे आफ्नो अनुकूलमा होस् चाहे प्रतिकूलमा होस्, तिनीहरूलाई एक्सेप्ट गर्ने कला सिक्नको लागि पनि हामीले आर्ट अफ लिभिङ सिक्न जरुरी छ। अनि त्यो सिक्यो भने हाम्रो जीवन सहज हुनसक्छ, सुन्दर हुनसक्छ। टु लिभ विथ फुल अफ ह्याप्पिनेस, हामीले अघि पनि भन्यौँ, जीवन जिउने कला भनेको
खुसीका साथ जिउने कला हो। हामीले हाम्रो जीवनलाई पूर्ण खुसियाली बनाउने कला चाहिँ आर्ट अफ ह्याप्पिनेस हो। अर्को चाहिँ टु लिभ विथ फुल अफ लभ। अब प्रेमपूर्ण भएर बाँच्नका लागि पनि हामीलाई आर्ट अफ लिभिङ सिक्न जरुरी छ। हाम्रो जीवनको आधार, जीवनको केन्द्र, जीवनको मूल भनेको प्रेम हो। हामी प्रेमपूर्ण हुन सक्यौँ भने हामीले हाम्रो जीवनलाई सुन्दर बनाउन सक्छौँ, सार्थक बनाउन सक्छौँ। हामी प्रेमपूर्ण ढङ्गले बाँच्न सक्यौँ, हाम्रो परिवारसँग प्रेमपूर्ण हुन सक्यौँ, हामी आफैसँग प्रेमपूर्ण हुन सक्यौँ, हाम्रो समाजसँग प्रेमपूर्ण हुन सक्यौँ, हाम्रा अ, वस्तुहरूसँग, पदार्थहरूसँग, यो उपस्थितिसँग, यो अस्तित्वसँग प्रेमपूर्ण हुन सक्यौँ भने त यो प्रेमले हामीलाई चाहिँ अत्यन्त सुन्दर जीवनको अनुभूति गराउँछ। जति बेला तपाईँलाई रिस उठिराखेको हुन्छ नि, जति बेला तपाईँ अशान्त हुनुहुन्छ नि भित्रबाट, जति बेला तपाईँ असन्तुलित हुनुहुन्छ नि, त्यो बेला कस्तो लाग्छ छटपटी, कस्तो लाग्छ, जे हेर्दा पनि खराबै, जो हेर्दा पनि खराबै, जसको अनुहार हेर्दा पनि बिग्रेकै लाग्ने, जसको स्वभाव हेर्दा पनि बिग्रेकै लाग्ने, अनि आफ्नै स्थिति हेर्दा पनि बिग्रेकै लाग्ने, आफ्नै मन बिग्रिया छ हुन पनि, रिस उठिरहेको छ, अशान्ति छ, असन्तुलन छ भित्रबाट। त त्यसले हामी आफैलाई त अशान्त बनाएकै छ, असन्तुलित बनाएकै छ। अनि अब हामी संसारलाई त सुन्दर देख्न सक्दैनौँ, हामी दोस्रो व्यक्तिलाई सुन्दर देख्न सक्दैनौँ, दोस्रो पदार्थलाई, दोस्रो पद्धतिलाई, हामी कसैका सिस्टमहरूलाई, कसैका विचारहरूलाई सुन्दर मान्न सक्दैनौँ, स्वीकार गर्न सक्दैनौँ, कसैलाई हामी प्रेम गर्न सक्दैनौँ। तर जुन बेला हामी चाहिँ कसैलाई प्रेम गरिरहेका हुन्छौँ नि, जति बेला हामी प्रेमपूर्ण हुन्छौँ, त्यो बेला चाहिँ हामी शान्त हुन्छौँ, हामी भित्रबाट एउटा एउटा चाहिँ आनन्दको अनुभूति भइराखेको हुन्छ। त्यो बेला जे हेर्दा पनि सुन्दर, बिग्रेकै अनुहार हेर्दा पनि सुन्दर, बिग्रेकै स्वभाव हेर्दा पनि सुन्दर, खराबै मान्छे हेर्दा पनि सुन्दर, किनकि त्यो बेलाको सुन्दरता हामी भित्रबाट स्फुरित भइराखेको हुन्छ। हो, त्यो सुन्दरता आफूभित्र स्फुरित भइरहोस्, हामी सधैँ प्रेमपूर्ण रूपमा बाँच्नका लागि त्यो कला सिकौँ भन्नका लागि पनि हामीले आर्ट अफ लिभिङ सिक्न आवश्यक छ। अलाइनमेन्ट अथवा चाहिँ के भन्छ, संयोजन, एकता, के भन्छ यसलाई, जस्तो कि यो भनेको हामीले बाँचिरहेको जीवनमा चाहिँ हाम्रो मन एकातिर गइरहेको छ, हाम्रो शरीर अर्कैतिर गइरहेको छ, हाम्रो चेतना अर्कैतिर गइरहेको छ। यसको कारणले गर्दा चाहिँ हाम्रो जीवनमा एउटा सन्तुलन कायम हुन सकेको छ। हामीले हातले काम गरिरहेका छौँ तर मन अन्तै अन्तै गइरहेको छ, हाम्रो मन अन्तै अन्तै गइरहेको छ, त्योभन्दा अन्तै अन्तै हाम्रो विचार गइरहेको छ। त हामी तन, मन, विचारदेखि जुन एकताबद्ध रूपमा सङ्गठित सङ्गठनबद्ध रूपमा हामी बाँच्न सकेनौँ, त्यस कारणले गर्दा हाम्रो जीवनको चाहिँ सार्थक अनुभूति हामीले पाउन सकेनौँ। हो, त्यो सार्थक अनुभूति, त्यो सुन्दर अनुभूति पाउनका लागि चाहिँ हाम्रो शरीर, मन र चेतनालाई जुन ऐक्यबद्ध रूपमा, जुन सङ्गठित रूपमा चाहिँ चलायमान गर्नुपर्ने, एकरूप बनाउनु पर्ने, त्यसका निम्ति पनि हामीले आर्ट अफ लिभिङ सिक्नु आवश्यक छ है त। अनि अर्को चाहिँ इमोसनल मास्टरी। सबभन्दा रहस्य भनेको हाम्रो भावना हो, र त्यो भावनाको रहस्यलाई बुझ्ने, त्यो भावनाको ताकतलाई बुझ्ने, त्यो भावनाको चाहिँ त्यो भावनाको उत्पत्ति, र त्यो भावनालाई चाहिँ हामीले कसरी डाइभर्ट गर्न सक्छौँ, कसरी रूपान्तरण गर्न सक्छौँ, हाम्रा त्यो भावनाको रूपान्तरणको सम्बन्धी बुझ्ने, भावनाको रहस्य बारे बुझ्ने, भावनाको ताकतबारे बुझ्ने कला भनेको पनि आर्ट अफ लिभिङ हो। यो सबै कुरा बुझ्न सक्यो भने हाम्रा खराब भावनाहरूलाई हामीले रूपान्तरण गर्न सक्छौँ, र हाम्रा सही सुखद भावनाहरूमा, हाम्रा चाहिँ शुभ भावनाहरूमा चाहिँ हामी सार्थक ढङ्गले बाँच्न सक्छौँ, र हाम्रो अशुभ भावना जो हुन्, हाम्रा चाहिँ दुःखद भावना जो हुन्, हाम्रा ऋणात्मक भावना जो हुन्, त्योबाट चाहिँ हामीले मुक्त हुन सक्छौँ, तिनीलाई रूपान्तरण गर्न सक्छौँ। के गर्यो भने आर्ट अफ लिभिङ सिक्यो भने। अनि लिभ विथआउट स्ट्रेस, हामी तनावरहित भएर बाँच्ने। हामी हरेक दिन तनावमा बाँचिरहेका छौँ। आज के मिलेन, तनाव भयो, भोलि के मिलेन, तनाव भयो, आज को साथीले के भन्यो, तनाव भयो, आज चाहिँ स्यालेरी आएन, तनाव भयो, आज यो किन्नलाई पैसा पुगेन, तनाव भयो, आज अलिकति चाहिँ चटपटे पानीपुरी खाने पैसा पुगेन, तनाव भयो, आज साथीसँग बसेर चिया खाएको पैसा तिर्ने पैसा, चिया खाएको तिर्ने पैसा मसँग थिएन, तनाव भयो, आज कसैले चाहिँ मेरो दुईवटा कुरा गर्यो, दुईवटा चाहिँ मेरो बारेमा टिप्पणी गर्यो, आलोचना गर्यो, तनाव भयो, आज कसैले नमिठो वचन बोल्यो, तनाव भयो। हामी हर कुरालाई चाहिँ तनाव तनाव तनाव, हामी तनावलाई यसरी चाहिँ रगटिरहेका छौँ कि हामीलाई केही नहुँदा पनि तनावै हुन्छ। केही भयो भने त तनाव हुन्छै हुन्छ, केही प्रतिकूलको घटना घटित भयो, प्रतिकूलको स्थिति सिर्जना भयो भने तनाव त हुन्छै हुन्छ। तर हामीसँग केही भएको छैन भने पनि तनावै हुन्छ, किनकि हामीले तनावलाई आफ्नो स्वभाव बनाइसक्यौँ। तनावलाई हामीले आफ्नो स्वभाव बनायौँ, यस कारणले गर्दा हामीलाई केही नभए पनि तनाव हुन्छ। त्यसैले त्यो तनावबाट मुक्त भएर बाँच्ने कला सिक्नलाई पनि हामीले आर्ट अफ लिभिङ सिक्न जरुरी छ। तनावलाई पूर्ण रूपले व्यवस्थापन गर्ने कला सिक्ने, अथवा पूर्ण रूपले तनावबाट मुक्त हुने कला सिक्नको लागि त आर्ट अफ स्ट्रेस म्यानेजमेन्ट नै हेर्न पर्यो। तर हामीले आर्ट अफ लिभिङमा पनि यो कुराहरू सिक्न पाउनेछौँ। त्यसैले आर्ट अफ लिभिङमा हामीले स्ट्रेसबाट रिलिफ प्राप्त गर्नका लागि, स्ट्रेसबाट मुक्त हुनका लागि पनि हामीले आर्ट अफ लिभिङ सिक्न जरुरी छ। स्ट्रेस
फ्रिडम फ्रम स्ट्रेस, त्यसका लागि पनि हामीले आर्ट अफ लिभिङ सिक्नु जरुरी छ। लिभिङ विथ मिनिङ एन्ड पर्पज, अब जीवनलाई अर्थ र उद्देश्यका साथ जिउनका लागि पनि हामीले आर्ट अफ लिभिङ सिक्न जरुरी छ। हाम्रो जीवन त छ, हामीसँग यति सुन्दर जीवन छ, यति मजाको जीवन छ, तर यो जीवनलाई अझै अर्थपूर्ण बनाउनका लागि, उद्देश्यपूर्ण बनाउनका लागि, सार्थक बनाउनका लागि हामीले आर्ट अफ लिभिङ सिक्न जरुरी छ। यसैले यो कुराहरू हामीले आर्ट अफ लिभिङबाट यिनी कुराहरूलाई चाहिँ हामीले सिक्न, बदल्न, रूपान्तरण गर्न, अपग्रेड गर्न, हामीले यिनीहरूलाई चाहिँ अझै सबल र प्रबल बनाउनका लागि हामीले आर्ट अफ लिभिङ हाम्रो लागि निकै नै प्रभावकारी हुनेछन्। यो भयो आर्ट अफ लिभिङका सन्दर्भमा। अब हामीभित्र के विषयवस्तुहरू छन् त, हामीले 15 दिनको सेरोफेरोमा, 15 दिनको बसाइमा हामीले के कुराहरू सिक्नेछौँ, त्यहाँबाट चाहिँ हामीले के कुराहरू चाहिँ पढ्नेछौँ त्यहाँ भन्ने कुरा। हामीले चाहिँ जीवन र जगतप्रतिको हाम्रो बुझाइ हुनेछ। हामीले के बुझ्नेछौँ, जीवन के हो त्यो बुझ्नेछौँ, जगत के हो त्यो बुझ्नेछौँ, जीवन र जगत बिचको सम्बन्ध के छ त्यो बुझ्नेछौँ, कसरी चाहिँ जगतबाट जीवन चलायमान भइरहेको छ त्यो बुझ्नेछौँ हामीले 15 दिनको कार्यक्रममा, होइन। हामीले पहिला चाहिँ जीवन र जगत, जीवनलाई बुझ्नेछौँ, त्यसपछि जगतलाई बुझ्नेछौँ र जीवन र जगतको सम्बन्ध बुझ्नेछौँ। किनकि यो डाइनामिक कुराहरूलाई बुझ्यौँ भने बल्ल चाहिँ हामीले यो जीवनलाई चाहिँ डाइनामिक तरिकाले बाँच्न सक्छौँ। त्यसैले यो कुरा चाहिँ हाम्रो बुझाइ हुनेछ। अनि सबल दृष्टिकोणको विकास गर्नेछौँ। यो हाम्रो 15 दिनको सेसनमा सेरोफेर हाम्रो जीवन दृष्टि चाहिँ हामीले रूपान्तरण गर्नेछौँ, हाम्रो जीवन दृष्टिलाई सबल बनाउनेछौँ। हामी जसरी बाँचिरहेका छौँ, जुन कोणबाट हेरिरहेका छौँ, किन घटना भनेको, परिस्थिति भनेको, कुनै पनि परिस्थिति, कुनै पनि घटना 100% त्यो दुःखद हुन सक्दैन, त्यो खराबै हुन सक्दैन, र कुनै पनि घटना 100% चाहिँ सुखद अथवा चाहिँ त्यो राम्रै पनि हुन सक्दैन। हामी जताबाट हेर्दाखेरि राम्रो देखिन्छ त्यताबाट हेऱ्यौँ भने घटना राम्रै देखिन्छ, जुन घटना पनि। अनि जताबाट हेर्दाखेरि घटनाको चाहिँ अलिकति कोण बिग्रेको छ, अलिकति संरचना बिग्रेको छ, अलिकति चाहिँ स्वरूप बिग्रेको छ, ढङ्ग बिग्रेको छ, त्यताबाट हेऱ्यौँ भने जुन घटना पनि खराबै हुन्छ। त्यो दाग भएको पट्टिबाट हेऱ्यौँ भने चन्द्रमा सधैँ नराम्रै हो। दागलाई छोडेर दागलाई चाहिँ केन्द्रित गर्न, फोकस गर्न छोडेर बाँकी पुरा चन्द्रमालाई हेऱ्यौँ भने चन्द्रमा सधैँ राम्रै हो। त जीवन भने पनि चन्द्रमा भन्दा कम सुन्दर कहाँ हो त? अझ चन्द्रमासँग त जीवनै छैन नि। चन्द्रमा भनेको निर्जीव हो, तर जीवनसँग त जीवन छ। जीवनसँग त हामीसँग त जीवित चेतना छ, हामीसँग रचनात्मक चेतना छ, हामीसँग सार्थक ऊर्जा छ। त हामी कताबाट हेर्दाखेरि चाहिँ हामीले दुःख बढी प्राप्त गर्छौँ र कताबाट हेर्दाखेरि हामी सुख प्राप्त गर्न सक्छौँ, कताबाट हेर्दाखेरि हामीले अशान्ति हुन्छौँ, तनावग्रस्त हुन्छौँ, र कताबाट हेर्दाखेरि चाहिँ हामी शान्त हुन सक्छौँ, तनाव मुक्त हुन सक्छौँ, त्यो कुरा बुझ्न छौँ हामीले यो 15 दिनको कार्यक्रममा, 15 दिनको बसाइमा। किनकि हाम्रो जीवनको असन्तुलन, अशान्ति, तनाव, चिन्ता, डिप्रेसन, एन्जाइटी, यो सबै कुरा भनेको के हो, हाम्रो हेराइको कोण नमिलेर पनि अधिकांश अवस्थामा, अधिकतम अवस्थामा चाहिँ हामी अशान्त भइरहेका हुन्छौँ, जीवनको मजा, जीवनको आनन्द गुमाइरहेका हुन्छौँ। त्यसैले एउटा सबल सकारात्मक दृष्टिकोण विकास गर्नेछौँ हामीले 15 दिनमा। अनि स्वीकृतिपूर्ण जीवन, एउटा चाहिँ जीवनकाला चाहिँ स्वीकृतिपूर्ण जीवनकाला, हामीले आर्ट अफ एक्सेप्टेन्स भन्यौँ अगाडि। यो भनेको जीवनलाई चाहिँ, जीवनको हरेक घटनालाई, हरेक परिस्थितिलाई कसरी चाहिँ सुधार गर्ने, कसरी स्वीकार गर्ने, र कसरी जीवनको एउटा शान्तिलाई यो खलबलिन नदिने, कसरी जीवनको समुच्चतालाई खलबलिन नदिने, कसरी जीवनको सौन्दर्यलाई खलबलिन नदिने भन्ने सम्बन्धमा हामीले यो 15 दिनको बसाइमा चर्चा गर्नेछौँ। त्यो कुरा चाहिँ सिक्नेछौँ, बुझ्नेछौँ अनि अङ्गीकार गर्नेछौँ। शान्ति र प्रेमपूर्ण जीवन अभ्यास पनि हामीले यो 15 दिनको सेरोफेरोमा गर्नेछौँ। हामी अशान्त भयौँ, जीवन खराब लाग्यो, हामी अप्रेमको अवस्थामा भयौँ, जीवन खराब लाग्यो, हामी अरूलाई प्रेम गर्न सकेनौँ, हाम्रै जीवन खराब भयो, आफूलाई प्रेम गर्न सकेनौँ, झन् खराब भयो, हामीले पदार्थलाई प्रेम गर्न सकेनौँ, झनै खराब भयो, हामी कुनै पनि वस्तुलाई प्रेम गर्न सकेनौँ भने त्यहाँनिर चाहिँ हाम्रो जीवन खराब भयो। हामी परिवारलाई प्रेम गर्न सकेनौँ, हामीसँग जोडिएका मानिसहरूलाई प्रेम गर्न सकेनौँ, हाम्रो सम्बन्धलाई प्रेम गर्न सकेनौँ, हाम्रो जीवन खराब भयो, जीवन तहस भयो, जीवन ध्वस्त भयो। त हामी आफ्नो सम्बन्धलाई सुधार गर्नका लागि, सन्तुलित गर्नका लागि, बलियो बनाउनका लागि पनि हामीले प्रेमपूर्ण हुन जरुरी छ। र हामी त्यो प्रेमको विकास कसरी गर्ने, अथवा प्रेमपूर्ण कसरी हुने, हाम्रा सम्बन्धहरू कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि हामीले यो 15 दिनको बसाइमा सिक्न सक्छौँ। त्यो बारेमा चाहिँ अब यहाँहरूलाई चाहिँ धेरै कुराहरूको ज्ञात पनि हुनसक्छ, ज्ञान हुनसक्छ, अभ्यास हुनसक्छ, तर जति सिक्नु भएको छ त्योभन्दा बढी यहाँहरूले सिक्न सक्नुहुनेछ, अथवा चाहिँ
जति सिक्नु भएको छ त्यो कुरा हामीलाई सिकाउन सक्नुहुनेछ, र जति हामीले सिकेका छौँ जति हामीले सिकाउन सक्छौँ त्यो सिक्न सक्नुहुनेछ। भावनात्मक रूपमा भावनात्मक स्वतन्त्रता कला अब यहाँहरूले सिक्ने भनेको एउटा चाहिँ हामी जीवनलाई उथल पुथल भइरहेको महसुस गर्छौँ, जीवनलाई भग्नावेश अथवा चाहिँ रुग्न भग्न भइरहेको महसुस गर्छौँ, जीवनमा केही न केही त मिलेको छैन, हामी यसो निहालेर हेऱ्यौँ भने, खोट निहालेर हेऱ्यौँ भने जीवनमा केही न केही होइन आधाभन्दा धेरै कुरा मिलेको छ। त त्यो सबै कुराहरू फेरि केमा डिपेन्ड भयो, ती सबै कुराहरू निर्भर केमा छन् त भन्दाखेरि हाम्रो चेतनामा, हाम्रो भावनामा निर्भर छन्। त हामीले हाम्रा खराब जो चाहिँ ऋणात्मक भावना हुन्, जो चाहिँ उल्टो उल्टो भावनाहरू हुन्, जसले चाहिँ हामीलाई हाम्रो जीवनलाई पीडा दिन्छ, हाम्रो जीवनलाई अशान्त बनाउँछन्, हाम्रो जीवनलाई असन्तुष्ट बनाउँछन्, बेखुसी बनाउँछन्, हाम्रो खुसी खोजिदिन्छन्, हाम्रो शान्ति खोजिदिन्छन्, हाम्रो अमन चैन खोजिदिन्छन्। त्यस्ता भावनाहरूबाट पनि हामी स्वतन्त्र हुन सक्ने कला, ती खराब भावनाहरूबाट मुक्त हुने कला सिक्नका लागि हामीले आर्ट अफ लिभिङ सिक्नेछौँ। र आर्ट अफ लिभिङको हाम्रो यो 15 दिनको बसाइमा के कुरा सिक्नेछौँ त भन्दाखेरि पहिला हामीले जीवन र जगत बिचको बुझाइ सिक्नेछौँ, एउटा चाहिँ बुझाइ व्यवस्था के अरे बुझाइलाई विस्तार गर्नेछौँ, अनि सबल सकारात्मक दृष्टिकोणको विकास गर्नेछौँ, स्वीकृतिपूर्ण जिउने कला चाहिँ जीवन कला सिक्नेछौँ, शान्ति र प्रेमपूर्ण जीवनको व्यवस्थापन के अरे अभ्यास गर्नेछौँ, त्यसपछि भावनात्मक स्वतन्त्रता कला पनि सिक्नेछौँ, अनि ऋणात्मक भावना व्यवस्थापन, हाम्रा चाहिँ खराब भावनाहरू, हाम्रा ऋणात्मक भावनाहरू, हाम्रा उल्टा उल्टा नकारात्मक भावनाहरू जस्तो कि के भयो डर, चिन्ता, तनाव, रिस, घृणा, ईर्ष्या, द्वेष, यी भावनाहरूलाई चाहिँ हामीले कसरी रूपान्तरण गर्ने, यी खराब भावनाहरूलाई चाहिँ कसरी हामीले व्यवस्थापन गरेर हामीले चाहिँ त्यसलाई सकारात्मक ढङ्गले चाहिँ प्रभाव दिन सक्ने भावनाहरूको विकास गर्ने, विस्तार गर्ने, अथवा चाहिँ हाम्रो एउटा इमोसनल मास्टरी, इमोसनहरूलाई भावनाहरूलाई कसरी चिन्ने, तिनीहरूलाई चाहिँ कसरी रूपान्तरण गर्ने, तिनीहरूलाई कसरी व्यवस्थापन गर्ने, तिनीहरूबाट कसरी मुक्त हुने भन्ने कला हामीले यो 15 दिनको सेरोफेरोमा बुझ्नेछौँ र सिक्नेछौँ। आत्मविकास तथा आत्मविश्वास, हामीले आत्मविश्वास, किनकि जीवनलाई समुच्च बनाउनका लागि, जीवनलाई गुणस्तरीय बनाउनका लागि, जीवनलाई उन्नत समुन्नत सर्वोच्च समुच्च बनाउनका लागि त हामीलाई आत्मविश्वास चाहियो। र जीवन भनेको हाम्रो नितान्त व्यक्तिगत चिज भएको कारणले गर्दा, नितान्त निजी चिज भएको कारणले गर्दा अब विकास पनि के गर्नु पर्यो, आत्मविकास गर्नु पर्यो, हाम्रो आफ्नो विकास गर्नु पर्यो। अब आफ्नो विकास भने पनि फेरि यो सज धज के भन्छ नि, यो सजिएर धजिएर होइन, सुन्दर आवरण सुन्दर आभूषण पहिरिएर मात्रै जीवनको विकास त हुन सक्दैन, त्यो आत्मविकास त हुन सक्दैन। त त्यो आत्मविकास भनेको चित्त र चेतनाको विकास, चित्त र चेतनाको विकास, त्यसले चाहिँ आत्मविकास बढ्छ, त्यो नै आत्मविकास हो। र त्यसले हाम्रो आत्मविश्वासलाई पनि इन्करेज गर्छ, आत्मविश्वास पनि बढाउँछ। जब हाम्रो चित्त चाहिँ स्टेबल छ, स्थिर छ, सन्तुलित छ, हाम्रो चेतना स्थिर छ, हामी अशान्त छैनौँ, हामी शान्ति छौँ, हामी प्रेमपूर्ण छौँ, हामी चाहिँ सौहार्दपूर्ण स्थितिमा छौँ, हामीले सुखद अनुभूति गरिरहन्छौँ हरदम हर क्षण हामीले चाहिँ जीवनको आनन्द, जीवनको सुन्दरतालाई हामीले निहाल्न सक्छौँ, सुन्दरतालाई हामीले ग्रहण गर्न सकिरहेका छौँ भने हामी भित्रको आत्मविश्वास क्षय हुन सक्दैन, त्यो वृद्धि हुँदै जान्छ। हामी विभिन्न नकारात्मक भावनाहरूबाट मुक्त हुँदै जान्छौँ। हामी डर, चिन्ता, आक्रोश, द्वेष, घृणा, हामी यावत कुराहरूबाट हामी चाहिँ मुक्त हुँदै जान्छौँ। त्यसैले त्यो कला हामीले यो 15 दिनको बसाइमा सिक्नेछौँ, अभ्यास गर्नेछौँ, र साथै विचार प्रणाली र अध्यात्म, हाम्रो विचार प्रणालीको बारेमा हामीले अध्ययन गर्नेछौँ। विचार प्रणाली, हाम्रो विचारहरू कसरी निर्माण हुन्छन्, विचारहरूलाई कसरी रूपान्तरण गर्न सकिन्छ, र हामी आध्यात्मिक जीवन चाहिँ कसरी विस्तार गर्न सक्छौँ, कसरी बाँच्न सक्छौँ। किनकि जसले आध्यात्मिक जीवन बाँचिरहेको छ उनीहरू अशान्त हुन सक्दैनन्, उनीहरू बेखुसी हुन सक्दैनन्, उनीहरू चाहिँ कसैसँग गुनासो गर्न सक्दैनन्, उनीहरू आफ्नो जीवनप्रति कहिले रुष्ट हुन सक्दैन, रुग्न हुन सक्दैन, भग्न हुन सक्दैन। त्यसले आध्यात्मिक भने फेरि चाहिँ पूजा प्रार्थना भन्ने बुझ्नु होला, आध्यात्मिक भन्नाले फेरि कुनै धर्म पन्थ भन्ने बुझ्नु होला। यसमा कुनै धर्म छैन, कुनै पन्थ छैन, यसमा हामी कुनै धर्म विशेषलाई प्रायोरिटी दिँदैनौँ, कुनै पन्थ विशेषलाई प्रायोरिटी दिँदैनौँ। हामी सबै, हाम्रा लागि सबै विचार, सबै धर्म, सबै आस्थाका यिनका फेरि जो कुप्रथाहरू छन् त्यसलाई चाहिँ हामी स्वीकार गर्न सक्दैनौँ। कुप्रथाहरू, कुरीतिहरू, कुरिवाजहरूलाई चाहिँ हामीले मान्न सक्दैनौँ। तर संस्कृतिहरू, मानवताहरू, यसका चाहिँ परम्पराहरू, यसका सकारात्मक दर्शनहरू चाहिँ हामी सबैलाई, हाम्रा लागि संसारका सम्पूर्ण धर्म र दर्शनहरू हाम्रो लागि साझा हो। त्यसैले यहाँ फेरि आध्यात्म भन्ने बित्तिकै कुनै धर्म विशेष भन्ने नसम्झिनु होला, कुनै पूजा प्रार्थना भन्ने नसम्झिनु होला। यहाँ हामी
अध्यात्म भनेको आत्मा, आफ्नो स्वयंको अध्ययन गर्ने अथवा चाहिँ स्वयंका बारेमा बुझ्ने र स्वयंलाई समुन्नत बनाउने अभ्यास र हाम्रो विचार प्रणालीलाई बुझ्ने अभ्यास, विचार गर्ने अभ्यास चाहिँ हामीले हाम्रो 15 दिनको कार्यक्रमबाट हामीले त्यो अभ्यास गर्नेछौँ। ध्यान तथा प्राणायाम अभ्यास चाहिँ हामीले गर्दै नै छौँ। हामीले ध्यान प्राणायामको माध्यमबाट, प्राणायामबाट चाहिँ हामीले हाम्रो चेतना, हाम्रो चाहिँ श्वास, हाम्रो शरीरलाई कसरी ब्यालेन्स गर्ने, हाम्रो मनलाई कसरी ब्यालेन्स गर्ने, हामी तनावबाट कसरी मुक्त हुने, हामी चाहिँ तनावलाई कसरी व्यवस्थापन गर्ने र तनावबाट कसरी मुक्त हुने, र हामीले आफूलाई स्थिर कसरी बनाउने, आफूलाई ध्यानस्थ कसरी बनाउने, आफ्नो मनलाई कसरी जित्ने, आफ्नो चेतनालाई, आफ्नो भावनालाई कसरी जित्ने, चेतनालाई कसरी विस्तार गर्ने भन्ने अभ्यास चाहिँ ध्यानबाट हुनेछ, प्राणायामबाट हुनेछ। त्यसले ध्यान र प्राणायामसँग हामी निरन्तर रूपमा सजग भएर, निरन्तर रूपमा अभ्यस्त रहेर चाहिँ हामीले यो 15 दिनको कार्यक्रमलाई थ्योरिटिकल्ली र प्र्याक्टिकल्ली चाहिँ हामीले सम्पन्न गर्नेछौँ र अर्को चाहिँ अर्थपूर्ण जीवन दृष्टि निर्माण गर्नेछौँ। यो हाम्रो 15 दिनको कार्यक्रमबाट यो सबै कुराहरू भयो। जस्तो कि हामीले के कुराहरू सिक्यौँ त भन्दाखेरि, के कुराहरू बुझ्ने भयो त, जीवन र जगतप्रतिको बुझाइ हाम्रो चाहिँ विस्तार हुने भयो, अथवा चाहिँ हामीले जीवन र जगतप्रति बुझ्नेछौँ, सबल दृष्टिकोणको विकास पनि गर्नेछौँ, स्वीकृतिपूर्ण जीवन कला पनि सिक्ने नै छौँ, शान्ति र प्रेमपूर्ण जीवनको अभ्यास पनि गर्ने नै छौँ, त्यसपछि भावनात्मक स्वतन्त्रता कला पनि हामी सिक्ने नै छौँ, अनि ऋणात्मक भावना व्यवस्थापनको कला पनि हामी सिक्ने नै छौँ, आत्मविकास तथा आत्मविश्वास पनि हामी सिक्ने नै छौँ, विचार प्रणाली र अध्यात्मको सम्बन्धमा पनि हामी चर्चा गर्ने नै छौँ, रूपान्तरित हुने प्रयास गर्ने नै छौँ, अभ्यास गर्ने नै छौँ, र ध्यान र प्राणायाम पनि हामी गरिराख्नेछौँ भने यो सबै कुराहरू भयो भने चाहिँ हाम्रो एउटा चाहिँ अर्थपूर्ण जीवन दृष्टि निर्माण हुनेछ। अब जीवनप्रतिको यहाँको हेराइ, बुझाइ, स्वीकृति, जीवनप्रतिको चाहिँ अब गुनासाहरू चाहिँ समाप्त हुनेछन्, अनि जीवनलाई सुन्दरताका साथ बाँच्नका लागि एउटा प्रेरणा, एउटा चाहिँ मार्गदर्शन, एउटा प्रणाली, एउटा पद्धति चाहिँ यहाँहरूले प्राप्त गर्न सक्नुहुनेछ यो 15 दिनको सेरोफेरोमा। र यसपछि यसमा चाहिँ क्रियाकलापहरू के हुनेछन् त भन्दाखेरि, यसमा गृह कार्य, होमवर्कहरू हुनेछ, गृह कार्य पनि हुनेछ। त्यसपछि समूहमा चाहिँ छलफल हुनेछ, आफ्ना आफ्ना अनुभवहरू यहाँले चाहिँ समूहमा छलफल गर्नुहुनेछ, अथवा चाहिँ कुनै समस्याहरूको समाधान चाहिँ कसरी गर्ने भन्ने अब समूहगत छलफलहरू पनि यसमा हुने नै छन्। अनि चाहिँ दैनिक प्राणायाम र ध्यानको अभ्यास चाहिँ हुने नै छ। त्यस मनोरञ्जनका गतिविधिहरू पनि हुनेछन्। अब हामीले यी तरिकाले, यो जस्तो कि हामी दैनिक रूपमा चाहिँ आफ्नो प्रेजेन्टेसन राख्नेछौँ, दैनिक रूपमा चाहिँ प्रत्येक दिनको एउटा च्याप्टर राख्नेछौँ, र त्यो च्याप्टरबाट चाहिँ केही नयाँ कुरा, नयाँ प्रणाली, नयाँ सुझाव हामीले दिनेछौँ। त्यति मात्रै नभएर यहाँहरूलाई चाहिँ गृह कार्य प्राप्त हुनेछ, यहाँहरूलाई यहाँहरूले चाहिँ समूहगत रूपमा चाहिँ छलफल गर्नुहुनेछ, अनि यहाँहरूले ध्यान प्राणायामको अभ्यास गर्नुहुनेछ, र यहाँहरूले के पनि गर्न सक्नुहुन्छ त भन्दाखेरि, अन्तिम पोइन्ट के थियो त भन्दाखेरि, यसमा चाहिँ मनोरञ्जनका गतिविधिहरू पनि हामी गर्नेछौँ, मनोरञ्जनका क्रियाकलापहरू गर्ने नै छौँ। यति सबै गऱ्यो भने बल्ल चाहिँ हाम्रो आर्ट अफ लिभिङलाई अर्थपूर्ण बनाउन सक्छ। अब हाम्रो यो कार्यक्रमबाट चाहिँ हामीले दिने फेसिलिटिजहरू के छ त, हामीले दिने सुविधाहरू के छ, किनकि अब कुनै पनि, यो भनेको पनि एउटा कोर्स खरिद गर्नु हो। जस्तै कुनै पनि सामानहरू खरिद गर्दाखेरि चाहिँ यसको के छ त, यसले यसले यसको फाइदा के छ, यसको बेफाइदा के छ, यो कसरी राम्रो छ, यो कसरी नराम्रो छ, यो वान बाई के अरे गेट वान बाई वान गेट वानको सुविधा पो छ कि होइन, के छन् त फेसिलिटिजहरू के छन्। जस्तै हामी काहीँ चाहिँ गर्दैछौँ भने, कसैले चाहिँ जब भ्याकेन्सी खोल्दैछ, जब अफर गर्दैछ भने उसले पनि त त्यो आफ्नो फेसिलिटिजहरू दिन्छ। ल तपाईँले चाहिँ हामीसँग काम गर्नुभयो भने यो सुविधा छ है, तपाईँलाई नास्ताको व्यवस्था छ, यति तलब छ, अनि तपाईँलाई चाहिँ गाडी भाडाको व्यवस्था पनि छ, के हुनसक्छ, तपाईँलाई बस्ने व्यवस्था चाहिँ कम्पनीमै छ, यस्ता किसिमका चाहिँ तपाईँहरूलाई सुविधा फेसिलिटिजहरू दिन सकिन्छ, दिन सक्छ कुनै कम्पनीले जब अफर गरेको छ भने। अब कुनै कम्पनी, कुनै चाहिँ शिक्षण संस्थाहरूले यहाँको लागि चाहिँ के कोर्स बेचिराखेको छ भने उनीहरूले चाहिँ के पाउ के दिन्छन् त, त्यहाँ चाहिँ सुविधाहरू के छन्, गुणस्तरीय भवन होला, होइन, सुविधा सम्पन्न भवन होला, प्रयोगशाला होला, गतिविधिहरू, साप्ताहिक गतिविधिहरू के छन्, भ्रमण, शैक्षिक भ्रमणहरू होला, विभिन्न किसिमका चाहिँ फेसिलिटिजहरूको के हुन्छ, त्यो कोर्स सँगसँगै फेसिलिटिजहरूको पनि विज्ञापन हुन्छ। त्यसैले हामीले दिने फेसिलिटिज, हाम्रो कोर्स यदि यहाँहरूले खरिद गर्नुभयो, हाम्रो कोर्स, हाम्रो यो 15 दिनको कार्यक्रममा जोडिनु भयो भने यहाँले पाउने सुविधाहरू के छन् भन्दाखेरि वान टाइम पेमेन्ट छ,
अब के भयो वान टाइम पेमेन्ट हुनेको यहाँहरू चाहिँ यसपालि पेमेन्ट गर्नुभयो, पेमेन्ट गरेर यो क्लासमा जोडिनु भयो अथवा चाहिँ यो 15 दिनको कार्यक्रममा जोडिनु भयो भने फेरि फेरि यही कार्यक्रममा जोडिनलाई पैसा तिर्नु परेन। अब फेरि अर्कोचोटि नै ठिक छ मलाई फुर्सद छ, म अझै सिक्छु, म अझै सिकाउँछु, म अझै चाहिँ अभ्यास गर्छु भन्यो भने जतिन्जेलसम्म यो कार्यक्रम चलिरहन्छ त्यतिन्जेलसम्म अब जतिसुकै ब्याचहरू अगाडि जाँदै जाउन्, जतिपटक कार्यक्रमहरू भइराखुन्, त्यति पटक यदि तपाईँको सिक्ने इच्छा छ, तपाईँको अभ्यास गर्ने इच्छा छ, तपाईँ जोडिन चाहनुहुन्छ भने तपाईँ बिना कुनै प्रश्न, बिना कुनै सवाल, बिना कुनै शर्त चाहिँ तपाईँ जोडिन सक्नुहुन्छ। ल ठिक छ, म अझै सिक्न चाहन्छु, म अझै चाहिँ आफूलाई रूपान्तरण गर्न चाहन्छु, अझै अभ्यास गर्न चाहन्छु भन्नुहुन्छ भने तपाईँका लागि जति बेला यो कार्यक्रमहरू चाहिँ हुनेछ त्यति बेला चाहिँ यो कार्यक्रमको ढोका निशर्त रूपमा तपाईँको लागि खुल्ला हुनेछ। तपाईँ प्रवेश पाउनुहुनेछ। त्यसका लागि फेरि कुनै शर्त राखिँदैन, फेरि तपाईँले चाहिँ पेमेन्ट गर्नुपर्छ भन्ने यसमा हुने छैन। अब त वान टाइम पेमेन्ट भयो र लाइफ टाइम एक्सेस भयो। अब लाइफ टाइम एक्सेस भनेको तपाईँले यही सेसनका लागि चाहिँ तपाईँले लाइफ टाइम एक्सेस चाहिँ पाइराख्नुहुन्छ। यो सेसनको लागि पेमेन्ट गऱ्यो भने जस्तो कि तपाईँले आर्ट अफ लिभिङको लागि पेमेन्ट गर्नुहुन्छ, तर फेरि आर्ट अफ स्ट्रेस म्यानेजमेन्टमा पनि प्रवेश पाइन्छ होला भन्ने त्यो चाहिँ होइन। आर्ट अफ म्यानेजमेन्ट के अरे आर्ट अफ स्ट्रेस म्यानेजमेन्टको लागि चाहिँ छुट्टै पेमेन्ट गर्नु पर्यो। तर यो सेसनको लागि पेमेन्ट गरेको पैसाले यो सेसन लिइसके फेरि फेरि यही सेसन लिनको लागि तपाईँसँग फेरि फी शुल्क मागिँदैन। अनि तपाईँले आर्ट अफ स्ट्रेस म्यानेजमेन्ट अथवा तनाव व्यवस्थापनको लागि तपाईँले शुल्क तिर्नु भएको छ भने अब त्यसमा चाहिँ तपाईँ जति बेला पनि प्रवेश गर्नुहोस्, जति बेला कार्यक्रम हुन्छ त्यति बेला तपाईँको लागि चाहिँ प्रवेश सुनिश्चित हुन्छ। त्यहाँ कुनै शर्त हुँदैन, निशर्त रूपमा तपाईँले प्रवेश पाउनुहुन्छ। अनि तपाईँले यसबाट यो कार्यक्रममा तपाईँले पिडिएफ पाउनुहुन्छ, रेकर्डेड भिडियोहरू हाम्रो प्रत्येक दिनको रेकर्डेड भिडियोहरू प्राप्त गर्नुहुन्छ। अनि त्यसपछि अब हामीले कुनै किसिमको योसँग सम्बन्ध चाहिँ नोटहरू बनायौँ, भिडियोजहरू क्रिएट गऱ्यौँ भने त्यो पनि तपाईँहरूले चाहिँ नि शुल्क रूपमा प्राप्त गर्न सक्नुहुन्छ। र तपाईँको हाम्रो चाहिँ डेली एउटा फ्री सेसन चाहिँ हामीले दैनिक रूपमा बिहान गरिराखेका थियौँ पहिला पहिला। हामीले लामो सेसन त्यो लामै समयसम्म गरेका थियौँ, तर पछिल्लो समय चाहिँ केही अस्थिरताको कारणले गर्दा केही समय व्यवस्थापन गर्न नसकेको र केही अब यो के हुन्छ अब प्रोग्रामहरू म्यानेजमेन्ट अरेन्जिङ म्यानेजमेन्ट चाहिँ अलिकति सही ढङ्गले गर्न नसकेको कारणले गर्दा हामीले त्यो बिहानको सेसन जो निशुल्क हुने दैनिक कार्यक्रम थियो, जागरण कार्यक्रम थियो, त्यहाँ हाम्रो चाहिँ के हुन्थ्यो त भन्दाखेरि करिब 20 देखि 30 मिनटको चाहिँ कुनै न कुनै विषयवस्तु, प्रेरक विषयवस्तुमा चर्चा गरिन्थ्यो। यसरी चाहिँ एउटा प्रवचनमूलक चाहिँ कार्यक्रम हुन्थ्यो र त्यसमा हामीले 15 मिनटको प्राणायाम, 15 मिनटको बेसिक योगा र 15 मिनटको चाहिँ हामीले मेडिटेसन गरेर 45 मिनट त्यो गराइरहेको थियौँ। तर अहिले चाहिँ त्यो भएको छैन। यदि त्यो जति बेला चाहिँ फेरि सुरुवात हुनेछ त्यही बेला त्यति बेला सबैका लागि, यहाँहरूको लागि पनि त्यो त्यसको एक्सेस प्राप्त हुनेछ। अनि यो कार्यक्रममा सहभागी हुनुभयो भने यहाँहरूलाई चाहिँ हामीले सर्टिफिकेट पनि दिनेछौँ, सम्मानपत्र प्रमाणपत्र दिएर पठाउनेछौँ। अब यति सबै चर्चा गरिसकेपछि अब अन्त्यमा चाहिँ यसको फी अब कति पैसा लाग्छ त भन्ने बारेमा पनि चर्चा गरिहालौँ नि त, होइन? आखिर विज्ञापनै गर्न आएको त हो नि। अब रेगुलर प्राइस चाहिँ यसको 15 दिनको यो कार्यक्रमको लागि हामीले 7,000 तोकेको हो। अहिले चाहिँ हामीले केही समयका लागि चाहिँ हामीले 1,699मा गरिराखेका छौँ, तर बिस्तारै बिस्तारै चाहिँ यो प्राइस पनि बढ्दै जान्छ र यो बिस्तारै चाहिँ 7,000सम्म पुग्छ। त्यसैले अहिले चाहिँ हामीले लिमिटेड प्राइसमा लिमिटेड टाइमका लागि हामीले यो अफरमा सेसन गरिरहेका छौँ। अब तपाईँहरूले यो सेसनमा सहभागी हुनका लागि अथवा चाहिँ हामीलाई फिडब्याक दिनका लागि तपाईँहरूले के कुरामा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले फोन नम्बर चाहिँ हाम्रो यो छ 9768249818मा तपाईँले फोन गर्न सक्नुहुन्छ। आफ्नो सिट चाहिँ रिजर्भ गर्न सक्नुहुन्छ आफ्नो लागि, होइन, सुनिश्चित गर्न सक्नुहुन्छ। अथवा चाहिँ हाम्रो वाट्सएपमा 9769997229मा तपाईँले चाहिँ सम्पर्क गरेर पनि आफ्नो लागि बुकिङ गर्न सक्नुहुन्छ सिट। अथवा चाहिँ अब हाम्रो चाहिँ वाट्सएपमा त जोडिनु भएकै छ, हामी वाट्सएप ग्रुपमा हुनुहुन्छ, होइन? वाट्सएप ग्रुपमै पनि यहाँहरू चाहिँ आफ्नो के अरे आफ्नो लागि चाहिँ सिट रिजर्भ गर्न सक्नुहुन्छ, जानकारी पठाउन सक्नुहुन्छ, फिडब्याक पनि पठाउन सक्नुहुन्छ है। तपाईँहरूको कार्यक्रम यस्तो भयो, त्यस्तो भयो, अझ यो भएको भए राम्रो हुन्थ्यो, यो कुरा चाहिँ ठिक छ, यो कुरा बेठिक छ, यो कुरा चाहिँ मिलाउनु भयो भने अझै राम्रो हुनेछ भन्ने खालको तपाईँहरूले जुन फिडब्याक राख्नुहुन्छ त्यो तपाईँहरू चाहिँ ग्रुपमा पनि राख्न पाइयो र तपाईँले अहिले यहाँ पनि राख्नुहुनेछ। अनि फेसबुकमा चाहिँ मेरो आलोकजी भन्ने फेसबुक छ, मेरो आलोकजी भन्ने फेसबुक छ। त्यो फेसबुक मार्फत पनि यहाँहरूले प्रत्यक्ष रूपमा म्यासेज मार्फत पनि सुझाव दिन सक्नुहुन्छ अथवा आफ्नो रिजर्भेसन गराउन सक्नुहुन्छ। अनि हाम्रो चाहिँ सहकर्मी मित्र हुनुहुन्छ रत्न राजपुन, हाम्रो उहाँले चाहिँ म्यानेजिङको पाटो सबै सम्हाल्नुहुन्छ, टेक्निकलको पाटो चाहिँ सबै सम्हाल्नुहुन्छ। उहाँसँग पनि तपाईँले सम्पर्क गरेर
उहाँको चाहिँ रत्न राजपुर भन्ने फेसबुक मार्फत पनि उहाँलाई उहाँको माध्यमबाट पनि हाम्रो जीवन जागरण केन्द्रसम्म पुग्न सक्नुहुन्छ। फेसबुक पेज जीवन जागरण केन्द्र थाहा छँदैछ, र टिकटकमा पनि तपाईँले आलोकजी जीवन जागरण केन्द्र यो सर्च गर्नुभयो भने तपाईँ हामीसँग चाहिँ पुग्न सक्नुहुन्छ। वाट्सएप ग्रुप चाहिँ हामीसँग छँदै नै छ। र यो हाम्रो कार्यक्रम चाहिँ कर्णाली तरङ्ग मिडिया प्राली जाजरकोटको जाजरकोटको संयोजनमा त्यसदेखि चाहिँ त्यसले चाहिँ सञ्चालन गरेको अ, हाम्रो जीवन जागरण केन्द्रद्वारा भइराखेको यो कार्यक्रम आर्ट अफ लिभिङ जीवन जागरण केन्द्रद्वारा आयोजना गरिएको आर्ट अफ लिभिङ आर्ट अफ स्ट्रेस म्यानेजमेन्टमा हामी छौँ। र यो सेसनका लागि अ, यति बेलासम्म मलाई सुनेर साथ दिनुभयो, मलाई चाहिँ हेरेर साथ दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। अब भने यहाँहरूले आफ्नो फिडब्याक राख्न सक्नुहुन्छ। ल, अब यहाँहरूले आफूलाई अनम्युट गरेर आफ्नो चाहिँ फिडब्याक राखिदिनु होला। ल, के कस्तो लाग्यो? ल, हाम्रो चाहिँ ओली सर के छ हालखबर? या त हामी पहिलादेखि पनि हुनुहुन्थ्यो होइन? कृष्ण बहादुर सर हुनुहुन्छ, हामीसँग जोडिनु भएको छ। र कृष्ण सर के छ हजुरको फिडब्याक? के लाग्यो, कस्तो लाग्यो? आफ्नो सुझाव, आफ्नो जानकारी, आफ्नो चाहिँ धारणा राय राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसपछि अरू धेरै हुनुहुन्छ। यहाँ पहिले सेसन लिइसके कोही हुनुहुन्छ भने उहाँको हाम्रो सेसन लिइसक्यो अघि सविता म्याम हुनुहुन्थ्यो, के अरे हाम्रो वास्तला म्याम अहिले उहाँ छुट्नु भएको छ। बाँकी चाहिँ अहिले हाम्रो यो समय चाहिँ कस्तो भयो भने टाइमिङ चाहिँ अलिकति थोरै मिलेन, अलिकति पछाडि भएको भए 7 बजीदेखि पछि भएको भए सबै साथीहरू चाहिँ जोडिनुहुन्थ्यो, पुरानो साथीहरू नयाँ साथीहरू पनि। अहिले अब हामी अलिकति पछाडि टाइम मिल्दैन भने अगाडि नै प्रोग्राम गऱ्यौँ, त्यसैले अगाडि जोडिन पाउनु भएको छैन। यदि होइन पुरानो सहभागीहरूको फिडब्याक लिने हो भने हाम्रो के अरे त्यो उहाँहरूको चाहिँ अनुभव सुन्ने हो भने हाम्रो चाहिँ जीवन जागरणको पेजमा हामीले उहाँहरूको चाहिँ अनुभवहरू हामीले राखेका छौँ, मजासँगले त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ। अनि हजुरको यो पहिलो दोस्रो जुन दिनमा चाहिँ त्यही थ्योरिटिकल मात्रै हुन्छ? होइन, अब थ्योरिटिकल हुँदैन नि। अब हामी त कार्यक्रम सुरु भएदेखि नै जस्तो कि हाम्रो आधा घन्टाको चाहिँ हाम्रो प्राणायाम सेसन हुन्छ होइन, 15 मिनट करिब करिब 15 मिनटको हाम्रो मेडिटेसन सेसन हुन्छ, र त्यसको करिब आधा घन्टा मात्रै चाहिँ हाम्रो के हुने हो त भन्दाखेरि अ, त्यसको आधा घन्टा मात्रै हाम्रो अ, के अरे थ्योरी हुने हो क्या, त्यही भएर त्यस प्र्याक्टिकल चाहिँ हुन्छ नि। हाम्रो चाहिँ दैनिक रूपमा चाहिँ मेडिटेसनहरू हुन्छ, चाहिँ दैनिक रूपमा प्राणायामहरू हुन्छ नि। हजुर, यसले जस विचारहरूलाई चाहिँ प्रष्ट बनाउँछ। हजुर, अब हाम्रो चाहिँ जो दृष्टिकोण हो, हाम्रो जो बुझाइ हो जीवनप्रतिको, जीवन दृष्टिकोण बदल्ने होइन, हामी तनावहरूबाट चाहिँ कसरी मुक्त हुन सक्छौँ, हाम्रो खराब विचारबाट खराब भावनाबाट कसरी चाहिँ हामी मुक्त हुन सक्छौँ, र हाम्रो जीवनलाई अझै जुन तरिकाले हामी बाँचिरहेका छौँ, जुन बाँचाइको हाम्रो स्तर छ, जुन ऱ्याङ्किङ छ, त्योभन्दा हामीले हाम्रो जीवनलाई कसरी सुन्दर बनाउन सक्छौँ, अर्थपूर्ण बनाउन सक्छौँ भन्ने नै हो। हजुर, ल, हाम्रो गीता म्याम हुनुहुन्छ, के छ यहाँको धारणा, यहाँको चाहिँ फिडब्याक राखिदिनु होला। मलाई चाहिँ एकदम राम्रो लाग्यो कि अब अरू ए, मैले हजुर चाहिँ चाहिँ उता खासै भाग स्ट्रेस म्यानेजमेन्टमा हुनुहुन्छ होइन हजुर चाहिँ? हजुर भर्खरै भर्खरै जोडिनु भएको छ बिचरा। हजुरले पनि एक दिन मात्रै हामीसँग सहभागी हुन पाउनु भएको छ। यहाँलाई चाहिँ त्यहाँको अनुभव यस्तो पहिला त हजुरको यस्तो हुन्छ नि, बोल्ने तरिका नै एकदम ठिक लाग्यो कि एकदम रुड हुन्छ नि त कसैको, उम्, त्यो एकदम धेरै चिजबाट हेरे चाहिँ मलाई चाहिँ एकदम बेस्ट लाग्यो। म चाहिँ फुर्सद भएसम्म आइरहन्छु। हजुर हजुर, हजुर चाहिँ उता स्ट्रेस म्यानेजमेन्टमा पनि हुनुहुन्छ। हजुर चाहिँ पछाडि मात्रै आउनुभएको कारणले गर्दा हजुरसँग अब ला फिडब्याक राखिदिनुहोस् है भन्नलाई अब केही पनि छैन होला। त्यही पनि के छ, हजुरले एक दिन चाहिँ अभ्यास गर्न पाउनुभएको छ। आज हामी 7 बजीबाट हुने कार्यक्रममा चाहिँ सहभागी हुनुहुने नै छ हाम्रो, किनकि स्ट्रेस म्यानेजमेन्टको प्रोग्राम चाहिँ 7 बजीदेखि छ, यहाँलाई थाहा भएकै कुरा हो। अब केही छ भने चाहिँ एक दिन मात्रै अभ्यास गर्नुभएको छ, त्यसको केही अनुभूति छ भने राखिदिनु होला। हाम्रो सहभागीहरूले चाहिँ अनुभव पनि सुन्न चाहनुभयो। मलाई चाहिँ एकदम राम्रो लाग्यो कि उसबाट हेरेर। अब हुन्छ नि त जे भए पनि बोलीबाट एकदम मिठास बोली, अनि त्यसमाथि अब यो रूपान्तरण भनेको एकदम राम्रो लाग्यो कि मलाई चाहिँ। यो काउन्सिलिङ नै आवश्यक छ कि नेपालमा, अँ, हजुर तर चाहिँ यो अब चाहिँ एकदम मलाई उम्, राम्रो लाग्यो कि। हजुरले मेडिटेसनहरू पनि प्र्याक्टिस गरिराख्नु भएको छ, प्राणायाम के अरे डिप हजुर ब्रिथिङ पनि हजुर, म प्र्याक्टिस सुरु गरिराख्नु सुरुमा भएको छ। भयो भने मैले
पहिला म भ्याउँदिनँ कि जस्तो लाग्थ्यो अनि मैले यो छोड्न हुने रहन्छ भनेर मैले अब बच्चालाई एकदम टाइम मिलाएर अनि गरेको। हस् ल, थ्याङ्क यू। त्यही भएर अनि फेरि भनौँला नि त अब भोलि पर्सिकोमा फेरि। हजुरको चाहिँ कोर्स कम्प्लिट भइसकेपछि भन्नु होला नि। हुन्छ। त्यही त नि। ल, यो 1 2 3देखिको हुनुहुन्छ, त्यसपछि बिजिकेएलको हुनुहुन्छ। हो, हाम्रो चाहिँ पूर्व सहभागी हाम्रो विकास कार्की हुनुहुन्छ नि। विकास सर नमस्कार है। नमस्कार। हेलो विकास सर। उहाँले त लगभग अब 2टा सेसन चाहिँ एटेन्ड गरी भ्याउने बेला भइसकेको छ। अघिल्लो सेसन अघिल्लो चाहिँ 15 दिनको कार्यक्रम सकाएर फेरि अबको चाहिँ अब अर्को 15 दिन पनि भ्याउँदै हुनुहुन्छ। त्यसैले अनुभवी चाहिँ हामीसँग विकास सर हुनुहुन्छ। विकास सर नमस्कार, के छ, अनुकूल हुनुहुन्छ भने बोल्नुहोस् त। विकास सरलाई सायद अनुकूल छैन जस्तो छ। अनि हाम्रो सुशीला भन्नाको सुशीला बहिनी हुनुहुन्छ है क्या हो? सुशीला बहिनी के छ हालखबर, के कस्तो लाग्यो, अहिले कति बेला आउनुभएको थियो? रेडमी 8A देखिको हुनुहुन्छ दुलाल। यहाँले पुरा सेसन सुन्नुभयो कि भएन, कस्तो लाग्यो, यहाँको फिडब्याक राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। र ओली सर हुनुहुन्छ, नरेन्द्र ओली। सर तर यो अहिले यो स्टेज म्यानेजमेन्टको होइन र तर मैले लिइराखेको भने म त है, 2 दिन आएँ। होइन यो आर्ट अफ लिभिङको हो, स्ट्रेस म्यानेजमेन्टको। यो आर्ट अफ लिभिङको फिडब्याक सेसनमा हामी छौँ, के अरे फिडब्याक सरी, हजुर। ओरिएन्टेसन सेसनमा छौँ। हाम्रो 7 बजेदेखि चाहिँ स्ट्रेस म्यानेजमेन्ट सुरु हुन्छ नि म्याम। कति बजेबाट हुन्छ? 7 बजेबाट फेरि स्टेज हो, म्यानेजमेन्टको सात हुन्छ? बजेबाट हुन्छ, 7 बजेबाट। कति बजेसम्म? 7 बजेदेखि 9 बजेसम्म हो। तपाईँ चाहिँ कहिले फेरि चाहिँ आउँछु एकदम म। कहिलेकाहीँ ढिलो पनि हुन्छ, कहिलेकाहीँ छिटै पनि सकिन्छ। हिजो चाहिँ आउनुभएको थिएन अनि हो, मैले हिजो हामी चाहिँ बाहिर के अरे भयौँ, मलाई अलिकति के भइदियो भने बाहिर गएको थियौँ, टाइममा आउन भ्याएनौँ। त्यो भएको कारण टाइममा आउने परिस्थिति भएन, पानी पऱ्यो बाहिरतिर, अलिकति समस्या भएको कारणले गर्दा हामीले हिजोको सेसन चाहिँ हामीले दिन सकेनौँ। हाम्रो सहभागीहरूसँग हिजो हामी कनेक्टेड हुन सकेनौँ। त्यो आज हामी त्यसको चाहिँ भरपाई गर्छौँ क्षमाका साथ। तर यस्तो आज त यहाँ धेरै हुनुहुन्छ, उहाँ त कोही पनि बोल्नु भएन, आवाज गएन कि कस्तो भयो? होइन, उहाँहरू चाहिँ सबै आज नयाँ नयाँ हुनुहुन्छ। यो टिम भनेको नयाँ ए हो। यहाँको पुरानो भनेको हजुर हुनुहुन्छ, त्यसपछि विकास कार्की सर हुनुहुन्छ। अनि हजुर। यो भनेको ओरिएन्टेसन अब हाम्रो भोलिदेखि चाहिँ, भोलि बिहानदेखि हुने जो आर्ट अफ लिभिङ अथवा जिउने कलाको 15 दिनको कार्यक्रम चाहिँ भोलिदेखि हुने कार्यक्रमको लागि यो विज्ञापन हो क्या, मार्केटिङ हो। ए मैले बुझेँ, मैले फेरि त्यो आज 6 बजेबाट रहेछ कि आज भनेर होइन होइन, अस्ति मैले लिङ्क हजुरको त 7 टाइम, बजेबाट हजुरको लिएको। भइराखेको कार्यक्रमको टाइम चाहिँ बिग्रिँदैन, तलमाथि हुँदैन, त्यो त्यही त्यही टाइममा हुन्छ। होइन अहिले यसमा नि केही भएन। नै, जोडिदिनु यसमा जोडिनु जोडिनुहोस् न त। मजासँगले। अझ टाइम मिल्छ भने बिहानको सेसनमा पनि जोडिनुहोस्। यदि प्र्याक्टिस गर्नुहोस् तपाईँले चाहिँ साँझ बिहानै प्र्याक्टिस गर्नुहोस् मजासँग। तपाईँलाई चाहिँ छिटो रिलिफ प्राप्त हुने, छिटो छिटो सन्चो हुने, छिटो चाहिँ सुधार हुने सम्भावना धेरै हुन्छ। राम्रो लाग्यो चाहिँ, मलाई चाहिँ एकदम राम्रो लाग्यो कि कस्तो हुन्छ नि त अरू भन्दाखेरि छुट्याउनै नहुने कि मैले बच्चासित नि म भ्याइ नभ्याइ गरेर यस्तो आफ्नो बिरामी भए पनि मैले चाहिँ छुट्याउनु हुने रहन्छ भनेर मैले सकभर टाइम दिइराखेको छु क्या। उहुँ, एकदमै अरू राम्रो। नयाँ हुनुहुन्छ त्यही भएर बोल्नु भएन होला। अरू नयाँ हुनुहुन्छ, पहिलोचोटि सुन्दै हुनुहुन्छ, त्यसैले हाम्रो पुरानो भन्ने पहिलोचोटि त त्यति पुरै नलेज पनि हुँदैन, हो। त्यस्तै हुन्छ। हाम्रो यो आज यो के अरे यो 15 दिनको कार्यक्रमको लागि विज्ञापन सेसन हो, त्यसैले गर्दा हामीले विज्ञापन मात्रै गरिराखेको। अब भोलि बिहानदेखि हुने होइन कार्यक्रम हजुरहरूले त्यो साथीहरू चाहिँ फेसबुकमा हालिराख्नु रहेछ अनि मैले चाहिँ त्यसरी नै त्यो राम्रो हो नि त। अब भोलिदेखि चाहिँ कसरी अब साथीहरू जोडिनु भयो भने भोलि बिहानदेखि हाम्रो 15 दिनको आर्ट अफ लिभिङ पनि सुरु हुनेछ। हजुर पनि चाहनुभयो भने बिहानको कार्यक्रममा पनि जोडिनु होला मजासँगले। किनभने हजुरले चाहिँ 2 पटक अभ्यास गर्नुभयो भने, साँझ बिहान अभ्यास गर्नुभयो भने हामीसँग जोडिएर त्यो हजुरको लागि अझै फाइदाजनक हुनेछ। हो नि। सक्नुभयो भने त्यता पनि जोडिनु होला। अनि के छ, पेम्बा तामाङ भन्ने नामबाट सर हुनुहुन्छ कि म्याम हुनुहुन्छ? अब यो पेम्बा भन्ने नाम खासै यो पुरुषवाचक हो कि स्त्रीवाचक हो त्यो म थाहा पाउँदिनँ। त्यसको लागि म क्षमा चाहन्छु। के छ यहाँको फिडब्याक, सर हुनुहुन्छ या म्याम हुनुहुन्छ, सुन्न पाऊँ? यस्तो हुन्छ नि सर, अहिले त पेम्बा भने नि अब एउटै गीता भने पनि जेन्ट्सको नि हुँदो रहेछ लेडिजको नि हुँदो रहेछ, तर यो त नाम त अहिले त अच्छा अच्छा छ कि ओहो, धेरै यो गीता थाहा गीता भन्ने पुरुषको नाम पनि हुन्छ? हुँदो रहेछ। मैले चाहिँ यो 5-6टा मैले सुनिसकेँ कि। त्यो चाहिँ मैले अहिलेसम्म गीता नाम चाहिँ मैले पुरुषको सुनेको थिएन, त्यही भएर।
मैले चाहिँ सुने मलाई अचम्म लाग्यो कि यो ए, कोही लेडिजको भनिन्छ नि तर जेन्ट्सको नि हुँदो रहेछ कि ठिक छ ठिक छ, नामै त हो, जसले पनि राख्न पाइहाल्यो नि। आज नयाँ नयाँ हुनुहुन्छ अप्ठ्यारो लाग्यो होला त्यही भएर ल ठिक छ, उहाँहरूले चाहिँ ल यहाँहरूको लागि ल पेम्बा तामाङ नामबाट को हुनुहुन्छ, यहाँले चाहिँ आफ्नो फिडब्याक राखिदिनु भएको भए राम्रो हुन्थ्यो। त्यसपछि राज नेउपाने हुनुहुन्छ, यहाँले पनि के छ, यदि फिडब्याक छ भने राखिदिनुहोस्, नभएपछि यदि हाम्रो कार्यक्रममा जोडिन चाहनुहुन्छ भने, यदि तपाईँहरू चाहिँ जोडिनु भयो भने हाम्रो टिम बन्यो भने करिब करिब 5जना, न्यूनतम 5जना जतिको टिम भयो भने हामी भोलि बिहानदेखि नै हामीले आर्ट अफ लिभिङको नियमित सेसन हामी सुरु गर्नेछौँ, जसको प्राइस चाहिँ 1699 मात्रै छ, जसको मूल्य भनेको 7000 हो। तर अहिले हामी लिमिटेड टाइम अफरको लागि चाहिँ 1699मा हामीले यो कार्यक्रम नमस्कार गरिरहेका छौँ। एकदम रूपान्तरणकारी कार्यक्रम छ, मजासँगले यहाँहरूले त्यसमा चाहिँ त्यो कार्यक्रम एटेन्ड गर्न सक्नुहुनेछ। अनि के छ, तर यस्तो लेखिराख्नु भएको क्या सबैले म्यासेज गर्नुभएको हेर्नु त फी कति हो भनेर बोल्नु भएको होइन म्यासेजमा चाहिँ लेख्नु भएको मैले चाहिँ मेसेज फी भनेको हाम्रो 1699 छ है, फी भनेको हाम्रो 1699 नमस्कार मात्रै छ, एकदम सस्तोमा छ यति बेला। यो लिमिटेड टाइम मात्रै हो, पछाडि चाहिँ यो महँगिँदै जान्छ, महँगो हुँदै जानेछ, किनकि यसको चाहिँ नियमित शुल्क हामीले तोकेको 7000 हो। तर अब यो बिस्तारै बिस्तारै चाहिँ वृद्धि हुँदै जान्छ, यो सीमित समयका लागि चाहिँ हामीले 1699मा दिइरहेका छौँ। त्यसैले यदि यहाँहरूको सहभागिता हुने इच्छा छ भने कृपया आउनु होला। थुप्रै कुराहरू हामीले यहाँ जति जति कुराहरू यो छोटो समयमा हामीले जति जति कुराहरू देखाएका छौँ, त्योभन्दा धेरै नै यहाँहरूले प्राप्त गर्नुहुन्छ, त्योभन्दा धेरै नै यहाँहरूले चाहिँ अभ्यास हुनेछन्। त्यसपछि चाहिँ धेरै कुराहरू, किनकि यो छोटो यो 1.5 घन्टा 1 घन्टामा त हामीले सबै कुराहरू समेट्न सक्दैनौँ। हाम्रो सेसनमा यो कुराहरू छ भन्ने कुरा सबै कुराहरू सर हामीले हेर्न सक्दैनौँ। हामीसँग धेरै कुराहरू छ, यहाँहरूले चाहिँ आफूलाई रूपान्तरण हेलो गर्न पाउनुहुनेछ। हजुर सर, हजुर नमस्कार। नमस्कार नमस्कार ओली सर के छ, आराम हुनुहुन्छ? आरामै छु सर हजुर के छ भन्नुहोस् ठिकै छु। हजुर चाहिँ अघिल्लो सेसनमा पनि हुनुहुन्थ्यो, अब यसपालि पनि आउनुभएछ। के छ हजुर चाहिँ बिहान अलिकति कति बजे सुरु हुन्छ बिहान म हाम्रो 7 बजेदेखि 6 बजेदेखि 8 बजेसम्म हुन्छ सर। बिहान 6 बजे भनेपछि त यहाँ त हजुरको चाहिँ 4 बज्छ त्यहाँको कि हजुरको कति बजे हुन्छ त्यहाँ? यहाँ त्यतिखेर 3 बजे हुन्छ यहाँ राति ए, अब त्यति बेला 3 बजे उठेर सेसन लिने कुरो भएन। गाह्रो है अँ, अब साँझको यता कार्यक्रम भइराखेको बेला फेरि हजुर उता ड्युटीमा हुनुहुन्छ होला। साँझ के कार्यक्रम भइरहेछ म एउटा कार्यक्रममा जोइन हुन ल भन्ने विचार अब छ साँझको आर्ट अफ स्ट्रेस म्यानेजमेन्ट साँझको तनाव व्यवस्थापन कार्यक्रम भइरहेको छ, त्यसको अब 6-7 दिन, करिब करिब 6 दिन जति बाँकी होला। त्यो बाँकी भयो भने हजुर हजुर चाहिँ बिचबाट जोडिए पनि केही फरक परेन, त्यो फेरि फेरि लिन पाइहाल्छ नि, फेरि सुरु लगत्तै सकिने बित्तिकै लगत्तै अर्को अर्को सेसन सुरु भइहाल्छ, त्यसमा मजाले त्यसबाट लिए पनि हुन्छ। यदि हजुरको इच्छा छ भने त्यता पनि जोडिन सक्नुहुन्छ। सर नमस्ते हजुर नमस्कार म्याम, हुन्छ नमस्कार। हुन्छ कहाँदेखि हुनुहुन्छ? म धादिङदेखि हो सर हजुर, हजुरको फिडब्याक राख्नुहोस् न, के कस्तो लाग्यो? ए होइन म यहाँ क्लासमा जोइन चाहिँ भएँ लामो समय बस्न पाइएन होइन ए त्यो हजुरकोमा स्ट्रेस म्यानेजमेन्ट चाहिँ अब हुँदाखेरि चाहिँ कहिले हुन्छ त स्ट्रेस म्यानेजमेन्ट अब हुँदाखेरि अबको भइरहेको कार्यक्रम चाहिँ करिब करिब अब 6 दिन जति बाँकी छ त्यसको, अनि त्यो भयो भने त्यसपछि पनि लगत्तै पन्ध्र पन्ध्र दिने नै हो प्रोग्राम हो, त्यो पनि 15 दिनको नै हो। अनि यो आर्ट अफ लिभिङ भन्दा त्यो अझै अगाडिबाट सुरु भएको, त्यहाँबाट चाहिँ धेरै साथीहरू त्यहाँ सहभागी हुनुहुन्छ। त्यो हाम्रो अहिले भर्खर म्यामले कुरा गर्दै हुनुहुन्थ्यो नि, हाम्रो गीता म्याम, त्यसपछि यहाँ विकास कार्की सर हुनुहुन्छ, उहाँहरू पनि त्यो आर्ट अफ स्ट्रेस म्यानेजमेन्टकै स्टुडेन्टहरू हुनुहुन्छ, सहभागीहरू हुनुहुन्छ। अनि विकास कार्की सर चाहिँ कता होइन फोन म्युटमा राखेर कतातिर टाप हान्नुभयो कि या त सुत्नुभयो, बोलिराख्नु भएको छैन। अब स्टार्ट फेरि हुन्छ कि हुँदैन त हुन्छ हुन्छ, त्यो फेरि हुन्छ, फेरि हुन्छ। अब यदि पहिले कहिले त्यतातिर पनि यस्तो हुन्छ त सुन्नु अँ, न हजुर हजुरले स्टार्ट हुन्छ भन्दा पनि हजुरलाई एक दिनको प्रोग्राममा भाग लिनु भन्दा हजुरलाई धेरै हल्का हुन्छ कि जस्तो लाग्छ म चाहिँ 2 दिन भयो उम्। अहिले पुरै लिन नपाए नि फेरि पनि हुन्छ त्यसमा सहभागी भयो नि भयो आफूलाई गाह्रो भएपछि त भइहाल्यो हुन्छ नि यदि त असहजता छ भने तपाईँ आजैदेखि, अहिले भर्खर 7 बजेदेखि सुरु हुन्छ त्यो सेसन चाहिँ, त्यो कार्यक्रम 7 बजेदेखि सुरु हुन्छ। तपाईँहरू त्यसमा चाहिँ मजासँग जोडिएर त्यसमा सहभागी हुन सक्नुहुन्छ नि। तपाईँको चाहिँ स्ट्रेसको चाहिँ समस्या छ भने त त्यही त अभ्यास अनि कति मात्रै पनि हो तपाईँले सर फेरि
15 दिनै कुर्नु पर्दैन के त्यही त्यसको त लागि तपाईँलाई त्यस्तो समस्या छ भने त आजैबाट किनकि अब जोडिनु नि त आधाउधी मजबुरी भइसकेछ भयो। आधाउधी भइसकेछ जोडिएर के गर्ने भन्ने चाहिँ हुँदैन किनकि तपाईँ आजैबाट जोडिनु भयो भने फेरि अर्को लट्न सुरु हुन्छ तपाईँ त रेगुलरली त्यता पनि जोडिहाल्नुहुन्छ नि त त्यो समस्या हुँदैन फी चाहिँ कति छ त सर? त्यसको कति छ सर हाम्रो 12,99 छ त्यसको उम्, उम्, उम्। त्यसको चाहिँ 12,99 मात्रै छ 1279 रुपियाँ हजुर हो हजुर पेमेन्ट कसरी गर्ने हो सर? ल म पनि त्यहाँ जोइन हुनु पर्यो क्या हो? तपाईँसँग धेरैचोटि गफ भयो। त्यो पेमेन्ट चाहिँ पेमेन्ट गर्ने तपाईँले कसरी? अनलाइन नै गर्ने त हो के भयो त त्यही त म त अब बाहिर देश छु, त्यही बाहिरबाट त पेमेन्ट गर्नलाई के यसो पठाइदिनु पर्यो, म पेमेन्ट गर्छु अनि जोइन हुँला। हुन्छ तपाईँले अहिले 7 बजे हुँदै गरेको कार्यक्रमदेखि जोडिनु होला ए हुन्छ। ल सर ल अनि हाम्रो तर म 2 दिन भयो सर जोडिदिएको मैले पेमेन्ट हालेँ होइन म भोलि हालिदिन्छु है। भइहाल्छ नि त्यसमा समस्या छैन पेमेन्ट चाहिँ मैले भन्नु होला म हालिदिइहाल्छु। मैले अस्ति चाहिँ नेटले लाइन गयो त्यही बेला उस चाहिँ भएन कि होइन कामै गरेन। जोडिनुहोस् मजासँग आफूलाई इम्प्रुभ गर्नुहोस् हामीसँग विश्वसनीयता यहाँहरूको होस् यहाँहरूसँग हाम्रो विश्वसनीयता होस् यो विश्वसनीयताले जोडिने साइन हो क्या सञ्जाल हो नेटवर्क हो त्यही भएर मैले नि फेरि पैसा नभए हुँदैन कि जस्तो डर लागेको थियो अनि पहिला होइन पैसा भएर मात्र होइन फेरि भनेको हाम्रो थिएँ मैले पनि। जस्तो कि धेरै जसो सहभागीहरू के गर्नुहुन्छ भने ल ठिक छ हामी पछि पेमेन्ट गर्छु 1-2 दिन सेसन लिन्छौँ भन्नुहुन्छ त्यसपछि फेरि कतातिर अलिअलि हामीले चाहिँ अब आइडियाहरू सिकायो ल यो गर्नुहोस् भने त्यसपछि उहाँहरू बेपत्तै भइदिनुहुन्छ तर त्यो पनि अब उहाँहरूको एउटा विश्वसनीयताको कुरा हो त्यसमा हाम्रो कुनै पनि आपत्ति छैन होइन अब सेसन आफूलाई चाहिँ आवश्यक छ भने मजासँगले पुरा क्लास एटेन्ड गऱ्यो मजासँगले अब पेमेन्ट चाहिँ बरु पेमेन्ट चाहिँ ढिलो छिटो होस् त्यसले फरक पर्दैन अनि हाम्रो अनि जोइन हुने आइडी पासवर्ड ओ आइडी पासवर्ड चाहिँ हजुरलाई चाहिँ स्ट्रेस म्यानेजमेन्टको ग्रुपमा राखिदिन्छौँ के त्यहीँ आइहाल्छ आइडी पासवर्ड सबै ए हजुरको हुन्छ। पर्सनल हजुरको चाहिँ पर्सनल के अरे वाट्सएप नम्बर भनिदिनु या के अरे ग्रुपमा चाहिँ धेरै जसोको नाम थाहा हुँदैन कि ग्रुपमा धेरै जसोको नाम सो हुँदैन त्यसैले हजुरको चाहिँ अथवा चाहिँ ग्रुपमा मेसेज गर्नुहोस् तपाईँलाई चाहिँ त्यहाँबाट उतातिर राखिदिन्छौँ हुन्छ। ल अनि हाम्रो के छ रेडमी 8A देखि को हुनुहुन्छ को दुलाल हुनुहुन्छ नमस्कार यहाँको केही फिडब्याक भए पाउँ नि त अलिअलि केही छ यदि छ भने ठिकै छ छैन भने पनि यहाँहरूले आज मलाई जसले सुन्नुभएको छ किनकि कसैलाई चाहिँ कुराकानी गर्दा पनि असहज लाग्छ ग्रुपमा समूहमा यदि त्यस्तो हो भने यहाँहरूले चाहिँ आर्ट अफ लिभिङ जो भोलि बिहानदेखि हुँदैछ त्यसका लागि हाम्रो ग्रुपमा मेसेज छोड्न सक्नुहुनेछ अथवा पर्सनलमा हाम्रो वाट्सएप नम्बर 97 699 29 के अरे कति अरे म फेरि बिर्सिहालेँ नि होइन त्यसमा हाम्रो चाहिँ वाट्सएप जुन वाट्सएपमा हजुर जोडिनु भएको छ त्यहाँ तपाईँहरूले म्यासेज गर्न सक्नुहुन्छ अथवा चाहिँ हाम्रो रत्न सरसँग पनि कुराकानी गर्न सक्नुहुन्छ प्रत्यक्ष फोन गर्न सक्नुहुन्छ फेसबुकमा पनि म्यासेज गर्न सक्नुहुन्छ त्यहाँको माध्यमबाट पनि हामी यहाँहरूलाई चाहिँ जोड्नेछौँ भोलिको कार्यक्रमको लागि हामी आह्वान गर्छौँ निमन्त्रणा गर्छौँ यहाँहरूले चाहिँ मलाई सुनिराख्नु भएको छ र यदि आफ्नो साथी सङ्गी इष्टमित्र छिमेकी कसैलाई पनि एउटा काउन्सिलिङको आवश्यक छ आर्ट अफ लिभिङ सिकाउनु छ सिक्नु छ स्ट्रेस म्यानेजमेन्टमा सहभागी गराउनु छ भने उहाँहरूलाई पनि मजासँगले भनेर हामीसँग जोड्न सक्नुहुनेछ है त हाम्रो विकास सर कतातिर हराउनु भएको छ हुन्छ त सर म्यामहरू अब हामी छुट्यौँ कि कसै केही राख्नु छ भने राख्नुहोस् नत्र भने हामी अहिलेलाई छुट्टिहालौँ नि त अब अर्को सेसनको लागि हामी तयारी गर्नुपर्छ यहाँहरूको चाहिँ जोडिन चाहनुहुन्छ भने हाम्रो रत्न राजपुन मगरसँग सम्पर्क गर्नुहोस् अथवा चाहिँ हाम्रो चाहिँ जीवन जागरण केन्द्रको उसमा ग्रुपमा म्यासेज गर्न सक्नुहुनेछ वाट्सएपमा है 1 2 3 म्यामले चाहिँ नाम के भन्नुभएको थियो सरी मैले यहाँको नाम मैले फेरि सोधेँ पोख्नु है सर। म सन्जिता सुवेदी हो धादिङबाट। ए सन्जिता सुवेदी हुनुहुन्छ होइन हजुर। ए यस्तो सन्जिता पहिला पनि हजुरको त तनाव व्यवस्थापन कार्यक्रममा ओरिएन्टेसनमा आकल झुकल बसिया थियो होइन। उम्, क्लास लिगौँ कि भने फेरि मेरो आफ्नै यहाँ पढाइकै क्लासहरू भइरहेको कारणले गर्दा चाहिँ हजुरसँग मैले कुरा गरेको थिएँ नि होइन हजुरले चाहिँ आयोगको क्लास छ त्यसरी टाइम पुग्दैन भनिराख्नु भएको थियो हजुर हजुर ठिक छ यदि यतातिर जोडिन चाहनुहुन्छ भने सन्जिता सुवेदी हजुरसँग मैले कुराकानी गरेको थिएँ हाम्रो रत्न सरले कुरा गर्नुहुनेछ हजुरसँग यदि चाहनुभयो भने अहिलेकै यो 7 बजेबाट हुँदै गरेको कार्यक्रममा जोडिन सक्नुहुनेछ हामीसँग लगभग अब
20 मिनट बाँकी छ त्यो कार्यक्रम सुरु हुनको लागि। ल अब हस् हामी सर। त्यो कार्यक्रमको लागि हामी तयारी गर्दैछौँ। त्यसको लागि अहिलेको लागि चाहिँ हामी छुट्यौँ होला त। ए हस्।